जय मसीह म पास्टर जन विश्वास तामाङ फेथ फाइलको यो नयाँ एपिसोडमा यहाँहरू सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, आज विशेष खुसी लागिरहेको छ आजको यो एपिसोडलाई होस्ट गर्नु पाउँदै गर्दाखेरि। आज हाम्रो बिचमा विश्वासको साक्षी बन्न सफल भएका दुई दाजुभाइ यहाँहरू धेरैको निम्ति इन्सपिरेसन हुनुहुन्छ। भजन 133 को 1 पदमा यसरी लेखिएको छ, म पढ्दैछु। यहाँ यसरी लेखेको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। साँच्चै नै यहाँहरूलाई देख्दै गर्दाखेरि हामी यो वचन पुरा भएको हामीलाई थाहा हुन्छ। उहाँहरू दुईजना प्रभुको सेवाकाई गर्नुहुन्छ। साङ्गीतिक क्षेत्रमा पनि उहाँहरू एकदमै सफल हुनुभएको छ। अहिले मण्डलीमा पास्टरीय सेवाकाई गरिराख्नु भएको छ। म बात गर्दैछु आजको हाम्रो गेस्ट अति नै आदरणीय पास्टर प्रज्वल रामतेल अनि उहाँको भाइ पास्टर नाइजल रामतेल। यहाँहरू आज हाम्रो यो फेथ फाइलको यो एपिसोडमा आज आउनुभएको छ र आज हामी धेरै उत्साहित बनेका छौँ, धेरै खुसी बनेका छौँ। यति बेला म उहाँहरूलाई स्वागत गर्न गइरहेको छु। हुन्छ, जय मसीह पास्टर प्रज्वल, जय मसीह पास्टर नाइजल, जय मसीह। यहाँहरू दुईजनालाई विशेष फेथ फाइलको यो एपिसोडमा हामी स्वागत गर्न चाहन्छौँ। हामी धेरै खुसी लागिरहेको छ। तपाईँहरू बिजी हुनुहुन्थ्यो र पनि समय निकालेर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आज यो एपिसोडमा स्टुडियोमा तपाईँहरू आउनुभएको छ र थ्याङ्क यू सो मच है। र मैले तपाईँहरूको एउटा सर्ट इन्ट्रोडक्सन दिनु त दिइरहेको थिएँ, तर सायद त्यो प्रपर इन्ट्रोडक्सन नहोला है। र यति बेला तपाईँकै मुखबाट तपाईँहरूको छोटो छोटो परिचय तपाईँहरूले यसो हाम्रो दर्शकहरूको निम्ति तपाईँले दिनुहोस् न है। यति पास्टर प्रज्वल। हुन्छ, जय मसीह यहाँहरू सबैलाई। म प्रज्वल रामतेल र हाल खरसाङ छेउ दिलाराम ठाउँमा त्यहाँनिर अहिले सेवाकाई गरिरहेको छु। अनि म, मेरो परिवार, मेरो श्रीमती, मेरो छोरा, हामी तिनैजना मिलेर दिलाराममा सेवाकाईमा छौँ र आज यस फेथ फाइलमा आउन पाउँदा धेरै खुसी लागेको छ। थ्याङ्क यू। हुन्छ, पास्टर नाइजल तपाईँको एउटा छोटो परिचय। जय मसीह। जति पनि विशेष गरी यति बेला फेथ फाइल्स हेरिरहनु हुने दर्शकवृन्दलाई म पास्टर नाइजलबाट, र विशेष गरी मेरो नाम पास्टर नाइजल अनि म चाहिँ अहिले फिलहाल सुनादा क्षेत्रमा नै सेवाकाई गरिराखेको छु। अनि विशेष गरी आदरणीय हाम्रो पास्टर विश्वासलाई पनि म धन्यवाद दिन चाहन्छु, यहाँले हामीलाई यो मौका दिनुभयो। थ्याङ्क यू। हुन्छ, र तपाईँले सुन्नुभयो उहाँहरूको छोटो परिचय है। उहाँहरू एकदम ह्यान्डसम पास्टरहरू सेवाकाईमा प्रभुले शक्तिशाली रूपमा उहाँलाई प्रयोग गरिराख्नु भएको छ। तर सेवाकाई उहाँ पास्टरी सेवाकाई साथसाथै उहाँहरू साङ्गीतिक क्षेत्रमा पनि उहाँहरूलाई सायद मलाई लाग्छ अझै ज्यादा चाहिँ उहाँलाई साङ्गीतिक क्षेत्रमा उहाँहरू धेरै अगाडिदेखि नै उहाँहरू हुनुहुन्छ र धेरैजनाले उहाँहरूको गीतहरू युट्युबतिर अनि विभिन्न ठाउँहरूतिर तपाईँहरूले सुन्नुभएको छ। र उहाँहरूलाई प्रभुले एउटा विशेष गिफ्ट है, एउटा सङ्गीतको उहाँहरूलाई वरदान दिएर प्रभुले शक्तिशाली रूपमा चलाइराख्नु भएको छ। आज हामी यो एपिसोडमा उहाँहरूको जर्नीलाई, उहाँको फेथको यो जर्नीलाई, उहाँको म्युजिकको यो जर्नीलाई, पास्टरी सेवाकाईको जर्नीलाई आज हामी सुन्न गइरहेका छौँ। म आशा गर्छु आजको यो एपिसोड एकदमै चाखलाग्दो हुनेछ, एकदमै तपाईँहरूको निम्ति आशिषमय हुनेछ भन्ने मेरो ठुलो आशा छ है। र विशेष गरी पास्टर प्रज्वल फेरि पनि धन्यवाद है, पास्टर नाइजल धन्यवाद। यहाँले सेवाकाईको विषयमा भनिराख्नु भएको थियो, तपाईँहरू अहिले सेवाकाई गर्दै हुनुहुन्छ, पास्टरी सेवाकाई गर्दै हुनुहुन्छ। तपाईँहरूको चर्च एउटै चर्च हो नि है कि भिन्नै भिन्नै चर्च तपाईँहरू? हजुर हजुर, पास्टर प्रज्वलले हजुर। ज्यू, हामी एउटै चर्च, विशेष हामी बेसदा प्रेटावरेन चर्च मार्फत हामी सेवाकाई गरिरहेका छौँ। अनि मेरो बुवा जो चाहिँ सिनियर पास्टर हुनुहुन्छ, अनि उहाँकै अधीनमा रहेर उहाँको छत्र छायामा रहेर हामीले यसरी सेवाकाई गर्ने अवसर मौका पाइरहेका छौँ। र म चाहिँ उता दिलाराममा सेवाको ब्रान्च चर्चमा भनौँ त्यहाँनिर सेवाकाई छ। अनि मेरो भाइ उहाँ चाहिँ बुवासँगै बसेर सेवाकाई गराउनु भएको छ। तर हामी यसरी धेरै ठाउँ मिलेर नै सेवाकाई हेरिरहेका छौँ, ब्रान्च चर्चहरूमा यसरी प्रभुको कामहरू गरिरहेका छौँ। हजुर, पास्टर नाइजल पनि तपाईँ कुन चाहिँ ठाउँमा सेवाकाई अहिले? म फिलहाल चाहिँ अहिले मेरो बुवासँगै हुनुहुन्छ? सुनादा
मेन चर्च हजुर हजुर मा नै म बसेर बाबाकै छत्र छायामुनि हजुर रहेर हजुर मैले अहिले सेवाकाई गरिराखेको छु। हजुर तपाईँको बाबा पनि सेवाकाईमा हुनुहुन्छ, उहाँ सिनियर पास्टर हुनुहुन्छ हजुर है। हजुर उहाँसँग 2-3 चोटि त भेट भइसक्यो है। उहाँको नाम तपाईँले यसो भनिदिनुहोस् न। ओके, है, मेरो हाम्रो बाबाको नाम पास्टर जेम्स रामतेल। हजुर हजुर, उहाँ अहिले सोनादामै हुनुहुन्छ। हजुर, पास्टर जेम्स रामतेल उहाँको छोरोहरू है, उहाँहरू 2 छोरोहरू पास्टर बाउको। अनि साँच्चै नै कति आशिषमय, एउटा कति आशिषित परिवार है। मलाई एउटा उहाँहरू पास्टरी सेवाकाईमा हुनुहुन्छ, बाबा पनि पास्टरी सेवाकाईमा हुनुहुन्छ, उहाँहरू 2जना छोराहरू पनि पास्टरी सेवाकाईमा हुनुहुन्छ। अनि उहाँले सर्भ गरिराख्नु भएको छ, धेरैजना विश्वासीहरूलाई उहाँले गाइड गरिराख्नु भएको छ है। अनि यो कुरो चाहिँ सायद मलाई लाग्छ हामी धेरैको निम्ति हाम्रो फेथ फाइलको यो एपिसोडलाई हेरिराख्नु भएको धेरै हाम्रो दर्शकहरू जो सेवाकाईको क्षेत्रमा हुनुहुन्छ, तपाईँहरूको निम्ति एउटा ठुलो इन्सपिरेसन उहाँहरू हुनुहुन्छ है। र यसो सुरु गर्दाखेरि पास्टर प्रज्वलबाट सुरु गर्नु पऱ्यो। तपाईँले यसो तपाईँ कसरी तपाईँ बोर्न क्रिस्चियन हुनुहुन्छ, तपाईँ जन्मै प्रभुमा हुनुहुन्थ्यो कि तपाईँ प्रभुमा पछिबाट आउनुभयो, अथवा तपाईँको चाइल्डहुड बाल्यकालको विषयमा कसरी कहाँनिर तपाईँ हुर्किनु भयो, सो छोटकरीमा तपाईँले यसो भनिदिनुहोस् न। ज्यू हजुर पास्टर, मेरो जन्म चाहिँ है गाडीधुरा पङ्खाबारीदेखि अलिकति मुनि ओके, मेरो मावाली भनौँ है, मेरो आमाको घर चाहिँ त्यहाँनिर। अनि मेरो जन्म चाहिँ त्यहाँ भएको। अनि मेरो बाल्यकाल लगभग म 4-5 वर्षसम्म म त्यहाँनिर बसेँ, त्यहाँ हुर्केँ। त्यस पछाडि चाहिँ फेरि यता मार्ग्रेट सोप टी गार्डन, मेरो बुवाको आफ्नो गाउँ, आफ्नो घर, हामी त्यहाँ फर्किआयौँ। अनि बाल्यकालदेखि नै त हामीले प्रभुलाई पाएको होइनौँ, तर पछि गएर विशेष चाहिँ हामीले, मेरो बुवाले भन्नुहुन्छ, हामीले प्रभुलाई पाएको चाहिँ कारण चाहिँ विशेष मेरो भाइ है, यहाँ नाइजल हुनुहुन्छ। अनि नाइजल चाहिँ सानोमा धेरै बिरामी भइरहने है, कहिल्यै सन्चो नहुने क्या। अनि यस्तो खालके बिमारी थियो भन्छ, उहाँको आँखाबाट चाहिँ रगत बग्ने, अनि जहिले त्यसले आँखा बन्द भइरहने। अनि त्यस पछाडि हामी मार्ग्रेट सोप आएर पछाडि मेरो भाइको माध्यमबाट जब मेरो भाइको लागि प्रार्थनाहरू गरियो, पास्टर बाबुहरू आएर प्रार्थना गरिदिनु भयो, त्यहाँदेखि उता चाहिँ मेरो भाइ निको हुनुभयो, बाबाले भन्नुहुन्छ। त्यहाँदेखि मेरो बाबालाई विश्वास भयो। अनि त्यसरी नै हामी चर्च जान थाल्यौँ। अनि लगभग हामी 5-6 वर्षदेखि चाहिँ श्री प्रभुलाई हामीले चिन्ने मौका पायौँ। उहाँले हामीलाई बोलाउनु भयो, हामीले उहाँलाई है चिन्ने अनुग्रह पायौँ। तपाईँ यसरी हजुर हामीले प्रभुलाई पायौँ। हजुर, तपाईँ 5-6 वर्षको उमेरको हुनुहुन्थ्यो त्यो ज्यू टाइम? ज्यू ज्यू हजुर हजुर। हाम्रो नाइजल भाइ सानै हुनुहुन्थ्यो तपाईँ? मलाई त त्यति थाहा छैन, तर है हजुर बाबाले चाहिँ अहिले पनि भन्नुहुन्छ प्रायः कतिवटा क्षेत्रहरूमा हजुर मेरो आँखाबाट चाहिँ एकदमै रगत बग्ने, अनि आँखा एकदमै प्रायः जस्तो बन्द। अनि जब हामी हाम्रो आफ्नै क्षेत्रमा हामी फर्क्यौँ मार्केट सोपमा, अनि मेरो बडाले चाहिँ विश्वास गर्न एकचोटि है, अनि हेर त मलाई भनेर भन्नुभयो अरे क्या। अनि केही गर्नु पर्दैन, जस्ट एकचोटि विश्वास चाहिँ गरेर प्रार्थना म गरिदिन्छु नि भनेर चाहिँ बडाले तेल लगाएर चाहिँ प्रार्थना गरिदिनु भएछ क्या। अब कति धेरै खर्च भएको होइन, कतिवटा जग्गाहरूमा देखाएको। साँच्चै नै त्यो अब भोलिको दिनदेखि चाहिँ बिस्तारै बिस्तारै क्या यत्रो जग्गा देखाएको, यत्रो ठाउँहरूमा खर्च गरेको है, अनि र पनि नभएको। तर प्रार्थना गर्दै गर्दाखेरि चाहिँ बिस्तारै बिस्तारै म एकदमै ठिक भएँ। त्यसको बादमा चाहिँ बाबाभित्र पनि त्यो विश्वास आयो। अनि सबसे भन्दा लास्ट चाहिँ मेरो परिवारमा मेरो बाबा नै हुनुहुन्छ। मेरो 2जना बडाहरू हुनुहुन्छ, जो चाहिँ एकजना बित्नुभयो है, उहाँ अनि अर्को जेठा बडा। तर लास्टमा चाहिँ मेरो बुवाले प्रभुलाई पाउनु भएको मेरो माध्यमबाट भनेर उहाँले भन्नुहुन्छ। तपाईँको धेरै ट्रिटमेन्टहरू गर्नुभयो धेरै ठाउँमा, तर जाति भएको थिएन, बडाको प्रार्थनाले चाहिँ। हजुर, मेरो जेठा बडाको है कति ठुलो मिराकल है, प्रभुले तपाईँलाई माध्यम बनाउनु भयो है तपाईँको हिलिङबाट। हजुर, अनि एउटा कुरो म अचम्म लाग्छ, साँच्चै नै जब प्रभुबाट चङ्गाइ पाउँछ नि,
Yes. त्यो जीवनभरि रहँदो रहेछ क्या। Oh, yes. अनि अहिले म यति साह्रो टाढोको पनि देख्छु कि मेरो वाइफ पनि छक्कै पर्छ, आमा तपाईँ त कति टाढोको पनि देख्नुहुन्छ भनेर क्या। है कति राम्रो। ठुलो कुरो। धेरैचोटि शरीरमा कतिजना मान्छेहरू अन्धो हुन्छ होइन, तर स्पिरिचुअल आइज भन्छ नि है, आत्मिक आँखा खोलिनु त्यो कति इम्पोर्टेन्ट छ। तपाईँको त फिजिकल हिलिङ पनि प्रभुले तपाईँलाई गर्नुभयो, तर साथै तपाईँको स्पिरिचुअल हिलिङ पनि प्रभुले तपाईँलाई आत्मिक आँखा पनि दिनुभयो है। अनि आज तपाईँले छेउको पनि देख्नुहुन्छ, टाढोको पनि देख्नुहुन्छ। टाढो भन्नाले अब प्रभुदेखि धेरै टाढिएका व्यक्तिहरूलाई तपाईँले भेटाइराख्नु भएको छ, देखिराख्नु भएको छ। अनि प्रभुको नजर त्यही थियो नि है। प्रभुको त्यस्तै नजर थियो। कति राम्रो गवाई तपाईँको फ्यामिलीको है आज हामीले सुन्न पाइरहेको छौँ। हामीले पास्टर प्रज्वल, पास्टर नाइजलको गीत गाएको देखिरहेको छौँ, युट्युबतिर मिठो मिठो आवाजमा हामी सुनिरहेको छौँ। तर उहाँहरू आज कस्तो प्रकारले चाहिँ प्रभुमा आयो भन्ने कुरो चाहिँ आज है हाम्रो फेथ फाइलको माध्यमबाट यो हाम्रो दर्शकहरूले सुनिरहेको छ। साँच्चै नै यो ठुलो आशिषमय कुरो है। अनि तपाईँहरू प्रभुमा त सानोदेखि नै आउनुभएको रहेछ होइन, प्रभुलाई पाउनु भएको रहेछ, ठुलो मिराकल। तर विशेष हामीले तपाईँलाई चिन्दै गर्दाखेरि साङ्गीतिक क्षेत्रमा तपाईँहरूलाई हामीले देख्यौँ। विशेष तपाईँले गीत गाउँदै गरेको होइन, विभिन्न ठाउँहरूमा गीत गाउनु भएको तपाईँहरूको सङ्ग्सहरू युट्युबतिर हामीले देख्यौँ। अनि कसरी जोडिनु भयो यो तपाईँको यो क्षेत्रमा, विशेष कि म्युजिकको थ्रु पनि अब म प्रभुको महिमा गर्नुपर्छ, मैले कति बेला यो कुरोलाई रियलाइज गर्नुभयो कि सङ्गीत पनि एउटा इम्पोर्टेन्ट भाग हो होइन, प्रभुले राख्नुभएको गिफ्ट हो। अनि मेरो जीवनमा यो गिफ्ट छ भन्ने तपाईँले कसरी थाहा गर्नुभयो? हजुर, पास्टरवाली हो कुराहरू भन्नुहुँदै गर्दाखेरि है, विशेष गरी त फेरि म मेरो बुवालाई नै म अगाडि ल्याउन चाहन्छु है। जब बाबाले प्रभुलाई पाउनुभयो हामी परिवारले, त्यति बेला चर्चहरूमा धेरै जवानहरूले बजाएको गीत गाएको देख्दाखेरि चाहिँ बाबालाई एकदमै यति साह्रो मन पर्थ्यो अरे क्या उहाँलाई। अनि बाबाले मलाई र मेरो भाइलाई यसरी कोही बेला घरमा हामीलाई शिरमा हात राखेर उहाँले यसरी प्रार्थना गर्नुहुन्थ्यो नि, प्रभु म त अब गाउने बजाउने भएन, तर मेरो छोराहरू चाहिँ एक दिन गाउने बजाउने हुनुपर्छ भनेर चाहिँ प्रार्थना गर्नुभएको अरे क्या मेरो बाबाले चाहिँ। हजुर, अनि पछि गएर यसरी सेवकाईमा हिँड्न थाल्यौँ, हामीले पनि मण्डलीको दाजुभाइ दिदीबहिनीलाई देख्न थाल्यौँ होइन, आराधकहरूलाई हामीले देख्न थाल्यौँ। यति साह्रो हामीलाई मन पर्न थाल्यो गीत सङ्गीत, अनि यति साह्रो मन पर्न थाल्यो। अनि यसरी सानै बाल्यकालदेखि नै लगभग 11 वर्षको उमेरदेखि, हजुर हजुर, जब म सानो थिएँ अनि यस्तो त्यति बेला सेमिनारहरू हुन्थ्यो, सेवकाईहरू हुन्थ्यो। अनि मैले पहिलोचोटि खरसाङ एचएफसी चर्चमा 3 दिनको सेमिनार हुँदै गर्दा पहिलोचोटि त्यहाँनिर मैले गाएको है 11 वर्षको उमेरमा। अनि गाउँदै गएँ अनि प्रभुले त्यो गाउने अनुग्रह प्रभुले दिनुभयो है। अनि त्यहाँदेखि अब थाहा पाउँदै गयो कि यो वरदान चाहिँ कति ठुलो, कति शक्तिशाली कुराहरू छ भन्ने कुराहरू, अनि प्रभुलाई नै महिमा दिने कुराहरू है, प्रभुलाई आराधना गर्ने कुराहरू। अनि यसरी यो सङ्गीत क्षेत्रबाट एकदमै प्रभुले बोलाउनु भयो, अनि यसरी प्रभुकै काम गर्दै यसरी आउन सकेँ है। प्रभुलाई धन्यवाद। हजुर, 11 वर्षदेखि सुरु गर्नुभएको तपाईँ है, सानो उमेरदेखि नै स्टार्ट गर्नुभएको रहेछ। अनि खरसाङ एचएफसीमा तपाईँ पहिलोपल्ट गीत गाउनुभएको है। हाम्रो पास्टर नाइजलको पनि तपाईँको कस्तो थियो जर्नी, तपाईँ कसरी जोडिनु भयो यो म्युजिकको क्षेत्रमा, सङ्गीतको क्षेत्रमा? विशेष गरी मेरो यहाँ दादाले भनेअनुसार बुवा नै हुनुहुन्छ, उहाँको प्रार्थना एकदमै हाम्रो लागि एकदमै ठुलो छ। अनि फर्स्टमा जब मेरो बाबाले भन्नुहुन्छ क्या, अब एउटा फर्स्ट अब त्यति बेला प्रायः अब टेपहरू थिएन होइन, अनि त्यति बेला एकजना बडाले बोलाएर दिनुभएको हो भनेर भन्नुहुन्छ क्या। अनि त्यो लिएर चाहिँ घरमा बिहान कति 5 बजे 5-6 बजीदेखि नै बिहानदेखि हजुर त्यो भजनहरू यति साह्रो। अब त्यति बेला त यो सिडीहरू थिएन होइन, सिडीहरू पनि थिएन। अनि यो क्यासेट होइन, क्यासेटको समय थियो। त्यो पनि त्यस्तो ज्यादा अब निस्किन्थेन त्यति बेलाको समयहरूमा, एउटा दुईवटा सालमा होइन। अनि त्यति बेला चाहिँ हामीले यो नयाँ सृष्टि, हामीले सारा सृष्टिको मालिक त्यो गीतहरू होइन, त्यसमा यति साह्रो आशिषित गीतहरू छ। अनि सानोदेखि नै त्यो गीतहरू सुन्दै गर्दाखेरि चाहिँ यति साह्रो मजा लाग्ने क्या। अनि मेरो बुवाले
भन्नुहुन्थ्यो म त गाउनु अघि भने अनुसार म त गाउनु सक्दिनँ, तर मेरो छोराहरूले चाहिँ गाओस् भन्ने चाहिँ उहाँलाई त्यो लागेको है। प्रार्थना हाम्रो लागि गर्नुभयो, त्यही आधारित अब आजको दिनमा हामीलाई परमेश्वरले यो मौका विशेष गरी दिनुभयो है। अनि यो म्युजिक मिनिस्ट्रीलाई हेर्दै गर्दाखेरि चाहिँ ठुलो जिम्मेवारी जस्तो लाग्छ मलाई चाहिँ। किन भनेर भन्दै गर्दाखेरि अब कतिवटा क्षेत्रहरूमा प्रचार पुगेको हुँदैन है, अन्त सङ्गीत नै एउटा प्रार्थना है, सङ्गीत नै एउटा प्रचार पनि हो। अनि प्रचारको माध्यमबाट पनि प्रभुमा मानिसहरू आउँछन्, तर एउटा गीतबाट पनि मान्छेहरू प्रभुमा आउँदो रहेछ। धेरै छ त्यस्तो गवाईहरू। हजुर हजुर। जहाँ चाहिँ हामी प्रचार पुग्दैनौँ, अहिले म्युजिक नसुन्ने मान्छे त कोही पनि छैन नि त नि। अनि हामी देख्छौँ भने यो हाम्रो लागि ठुलो मौका हो क्या त। अनि मेरो जीवनमा देखेको पनि छु है, जोहरू चाहिँ भजन सुनेर प्रभुमा आएको। अनि यो एउटा हाम्रो लागि मिनिस्ट्री पनि रहेछ। हजुर हजुर, कति राम्रो कुरो है। तपाईँको बाबाको प्रार्थना चाहिँ साँच्चै नै शक्तिशाली नै थियो रहेछ है। उहाँले प्रार्थना गर्नुभयो तपाईँहरूलाई, मेरो छोराले गीत गाओस् होइन, गाओस्, प्रभुको आराधना गरोस् है। अनि साँच्चै नै प्रभुले तपाईँहरूलाई गाउने मात्र होइन, तर बोल्न पनि तपाईँलाई प्रभुले वरदान दिनुभयो है। अहिले तपाईँले चर्चमा प्रभुको वचन पनि बोलिराख्नु भएको छ होइन। तपाईँले बोलेर पनि धेरैजनाको जीवनलाई, हृदयलाई छुइराख्नु भएको छ। गाएर पनि धेरैजनाको जीवनलाई, हृदयलाई तपाईँले छुइराख्नु भएको छ। यो साँच्चै नै एउटा म्युजिकमा भएका व्यक्तिहरूको लागि एउटा ठुलो प्रेरणा हो तपाईँहरूको यो जर्नी है, यो गवाई। साँच्चै नै प्रभुलाई धन्यवाद भएको होस् है। अनि तपाईँहरूले धेरै गीतहरू गाउनुभयो, होइन, बजाउनु भयो, विभिन्न ठाउँमा तपाईँले पर्फर्म गर्नुभयो होइन। तपाईँहरूलाई सायद यादै छ तपाईँको फर्स्ट सङ कुनै, अघि तपाईँले फर्स्ट टाइम गीत गाएको त एउटा एचएफसी चर्चमा कोर्साङमा त भन्नुभयो, तर तपाईँ आफैले व्यक्तिगत रूपमा रेकर्ड गरेर होइन स्टुडियोमा तपाईँले गर्नुभएको एउटा पहिलो गीतको विषयमा यसो भनिदिनुहोस् न, कुन चाहिँ गीत हो? मैले अघि एउटा कुरो भन्न बिर्सेछु है। विशेष गरी म त्यो नामलाई चाहिँ म अगाडि ल्याउन चाहन्छु होइन। विशेष गरी म त्यो 11 वर्षको उमेरमा मेरो परिवारभित्र मेरो आफ्नै भेना हुनुहुन्छ, डिबी लोनी भनेर भन्छ मेरो भेनालाई है। हजुर। अनि उहाँले मलाई 11 वर्षको उमेरमा मेरो भेनाले उहाँले पहिलो गीत कम्पोज गरिदिनु भयो क्या उहाँले। अनि मैले त्यो 11 वर्षको उमेरमा पनि एकदमै फ्रेस नयाँ कम्पोज गीत गाउने मौका पाएको है चर्चमा, एचएफसीमा। तर त्यो गीत अहिलेसम्म रेकर्डिङ गर्न त पाएको छुइनँ, तर म मेरो भेनालाई एकदमै धन्यवाद दिन चाहन्छु है। उहाँले हामीलाई धेरै गाइड गर्नुभयो म्युजिकमा, गिटार बजाउनु, सिकाउनु, कसरी गाउनु है, सङ्गीतलाई चिनाउनु भयो भनौँ न मेरो भेनाले। त्यस पछाडि जब 2002तिरको कुरा हो, अनि म दार्जिलिङ एजी बाइबल स्कुलमा त्यहाँनिर पढ्न आएँ। त्यस समयमा मेरो एउटा यस्तो व्यक्तिसँग भेट भयो, हाम्रो पास्टर दिपेन्द्र छेत्री, पास्टर दिपेन्द्र छेत्री, बसन्त सरको छोरा हुनुहुन्छ। अनि उहाँसँग म हिँड्ने मौका पाएँ है। अनि उहाँले बनाउनु भएको गीत, जुन गीत चाहिँ रगतले जीवन दिए, रगतले जिउन सिकाए, यो मेरो यो चाहिँ मेरो लाइफको पहिलो रेकर्डिङ सङ हो। अनि दिपेन सरले मलाई दिनुभएको यो गीत, अनि उहाँको घरमा नै उहाँले मलाई लानुहुन्थ्यो। अनि उहाँले मलाई यो पहिलो रेकर्डिङ है गर्ने अवसर, मौका दिनु, अनि म कहिल्यै भुलिँदिनँ पास्टर क्या। अनि त्यति बेला मैले त्यो गीत गाएर अब म यति साह्रो खुसी हुन्छ नि अब है, मैले अब लाइफमा पहिलोचोटि गाउने मौका पाएँ है, प्रभुले मलाई यो अवसर दिनुभयो। अनि अहिले भन्दा अलिकति हाँस पनि उठ्छ पास्टर कि चौरस्तामा आएर फोटो खिचेँ क्या मैले यो दिन चाहिँ मैले गाएँ भनेर है। अनि त्यसरी त्यो गीत चाहिँ मैले मेरो लाइफमा पहिलो गीत रेकर्डिङ गर्ने मौका पाएँ। प्रभुलाई धन्यवाद होस्। कति राम्रो तपाईँको जर्नी है। पास्टर दिपेन्द्र छेत्रीले तपाईँलाई पहिलो मौका दिनु, हजुर, उहाँले दिनुभएको। हजुर, साँच्चै नै यो गीत एकदमै हृदयलाई छुने गीत है, रगतले जीवन दिए, रगतले जिउन सिकाए, रगतले जिउन सिकायो भने हामी चर्चमा प्रायः सबै चर्चमा नै यो गीतहरू गाइ नै रहेको छ। म आफै पनि यो गीतहरू गाइ नै रहन्छु समय समयमा है। र तपाईँको आवाज धेरै मिठो छ। प्रभुलाई धन्यवाद।
प्रभुले त्यो एउटा ठुलो गिफ्ट दिनुभएको हो है तपाईँको भोकलमा। अनि मलाई लाग्छ स्टुडियोमा त मान्छेले मिक्सिङ गरेर के गरेर मिठो बनाउँछ नि होइन भोकललाई है, तर हाम्रो यो प्रभुको लोकहरूलाई साँच्चै नै प्रभुले त्यो रेकर्डिङमा मात्र होइन क्या, लाइभ गाउँदाखेरि पनि मिठो त्यो भोकल प्रभुले गिफ्ट दिएको कुरो हो नि त। त्यसै कारण लास्ट टाइम पनि मैले पोडकास्टमा हाम्रो डोनाल्ड लेप्चाज्यू आउनुभएको थियो, उहाँलाई पनि मैले गाउने रिक्वेस्ट गरेँ, उहाँले पनि गाउनुभयो, मिठो गाउनुभयो क्या एकोस्टिक गिटारमा। अनि सायद आज पनि रिक्वेस्ट गर्छु म पास्टर प्रज्वल हुनुहुन्छ है, म तपाईँको यो पहिलो गीत तपाईँको मिठो एउटा सम्झना तपाईँले गर्नुभयो, सायद यो एउटा धन्यवादको प्रकटीकरण पनि हो हाम्रो पास्टर बाउको लागि जसले तपाईँलाई यो गीत दिनुभयो है। अनि हाम्रो अडियन्सहरूको लागि, हाम्रो दर्शकहरूको लागि पनि एउटा आशिषको कुरो हो। सायद तपाईँले यो गीत सुन्न इच्छा गरिराख्नु भएको होला। म यति बेला हाम्रो विशेष पास्टर प्रज्वललाई रिक्वेस्ट गर्नु पऱ्यो यो है, रगतले जीवन दिए अति नै मिठो गीत छ, प्रभुको भजन छ। यति बेला उहाँले हाम्रो बिचमा गाउनुहुनेछ, हामी सबै आज फेथ फाइललाई हेरिराख्नु भएको हाम्रो दर्शकहरूको लागि। हुन्छ पास्टर नाइजलले यसो गिटारमा थियो है हुन्छ। रगतले जीवन दिए, रगतले जिउन सिकाए, रगतले जीवन दिए, रगतले जिउन सिकाए, येशूको बलिदान रगत नै थियो, येशूको बलिदान रगत नै थियो। एउटै बलिदान एउटै बलिदानले सदाको निम्ति हामीलाई सिद्ध पार्नुभयो, एउटै बलिदानले सदाको निम्ति हामीलाई सिद्ध पार्नुभयो, जिउने आशा दिएर हामीलाई भर्नुभयो, जिउने आशा दिएर हामीलाई भर्नुभयो। हामी सबैले गाउन है। रगतले जीवन दिए, रगतले जिउन सिकाए, रगतले जीवन दिए, रगतले जिउन सिकाए। वाओ, प्रेज द लर्ड। प्रभुलाई धन्यवाद भएको होस्। अति नै मिठो पास्टर बाउले यो गीत लेख्नु भएको रहेछ है। उहाँको शब्द हजुर, ठिक व्यक्तिलाई नै प्रभुले उहाँले पनि ठिक व्यक्तिलाई नै गाउन दिनुभएछ है। साँच्चै नै तपाईँको आवाजमा यो गीत एकदमै मिठो सुनिएको छ। र थ्याङ्क यू पास्टर प्रज्वल, हामीलाई पनि यसो साइडमा अन्तमा गाउने मौका दिनुभयो। तपाईँ जतिको मिठो त छैन, तरै पनि यसो अलिअलि तपाईँसँग गाउने मौका पाएँ मैले पनि, धन्यवाद भएको होस् है। यो गीत को शब्दहरू एकदमै प्रभावशाली छ, एकदमै हृदयलाई छुने शब्द है। तपाईँले यो गीत गाउँदै गर्दाखेरि तपाईँलाई कस्तो लाग्छ तपाईँको हृदयमा? हजुर, मलाई यो गीत गाउँदै गर्दाखेरि चाहिँ साँच्चै नै तपाईँले यति मिठो कुरा सोध्नुभयो है। मलाई यो गीत गाउँदै गर्दा जब म यो गीतलाई गाउँछु नि, साँच्चै नै प्रभु येशू ख्रीष्टको त्यो बलिदानलाई यति साह्रो त्यो हृदयबाट थाहा गर्ने मौका पाउँछु। अनि यसोले हाम्रो लागि
कति मूल्य चुकाउनु Yes, भयो, yes. उहाँले हाम्रो लागि रगत बगाउनु भयो है, उहाँको बलिदान चाहिँ कति शक्तिशाली, कति ठुलो कुरो थियो हाम्रो लागि भन्ने कुरो नि पास्टर क्या। एकदमै प्रभुको त्यो बलिदानलाई, उहाँको क्रुसको त्यो कथा होइन, क्रुसको दर्द, उहाँले खानुभएको कोर्राको चोटको त्यो दर्दहरू क्या, त्यसरी यो गीत गाउँदै गर्दाखेरि चाहिँ त्यो कुरोलाई अनुभव गर्छु पास्टर म चाहिँ। हजुर हजुर, उहाँको पर्फेक्ट एउटा सेक्रिफाइस है, उहाँको बलिदानले साँच्चै नै प्रभु हाम्रो निम्ति क्रुसमा बलिदान नभएको भए है आज त्यो कष्ट त्यो दुःख त हाम्रो निम्ति थियो नि त होइन, दोषी त हामी थियौँ, तर हाम्रो दोष उहाँले लिनुभयो अनि उहाँ क्रुसमा बलिदान हुनुभयो अनि हामीलाई निर्दोष बनाउनु भयो है। हजुर पास्टर, यो गीत हजुर यो कुराहरू गर्दै गर्दा है मलाई दिपेन सरले पनि, दिपेन्द्र पास्टर बाले है, उहाँले पनि धेरै कुराहरू भन्नुभयो क्या। उहाँको पनि यो ठुलो एउटा कथा लुकेको छ भनेर उहाँले भन्नुहुन्छ क्या। जब उहाँले प्रभुलाई पाउनुभयो, छिन्नुभयो होइन, अनि धेरै अब व्यक्तिहरूले होइन अब प्रभुलाई पाएर खै के चाहिँ भयो, के गरिस् होइन, कस्तो भयो तेरो लाइफमा भन्ने कति सायद साथीभाइले कसैले सोध्नु भयो होला। अनि त्यति बेला चाहिँ उहाँ कोठाभित्र बसेर उहाँले प्रभुसँग बात गर्दै गर्दा, प्रार्थना गर्दै गर्दा चाहिँ त्यति बेला चाहिँ उहाँलाई प्रभुले यो गीत दिनुभएको रहेछ क्या, रगतले चाहिँ मलाई जीवन दिए, रगतले मलाई जिउन सिकाए। अनि उहाँले यो कुराहरू भन्नुहुन्छ मलाई, म धेरै आशिषित भएको छु हजुर गीत गाउनु प्रभुले दिनुभएको शब्दहरू। हजुर, अब अघि हामीले कुरा गरिरहेका थियौँ नि होइन, यो एपिसोडलाई सुरु गर्नुभन्दा अगाडि अहिले त गीतहरू त एआईले बनाउँदैछ 2 मिनट 1 मिनटभित्रमा दामी दामी गीतहरू है रेडी हुन्छ है, तर त्यो गीतमा अभिषेक हुँदैन। हजुर हजुर, त्यो गीत एउटा मनोरञ्जनको निम्ति मात्र हो। जति नै दामी शब्द किन नहालौँ, जति नै दामी धुन किन नहालौँ होइन, त्यो गीतले कसैको हृदयलाई छुनु सक्दैन, मान्छेलाई एन्टरटेन गर्नु सक्छ। तर हाम्रो क्रिस्टीय भजनमा भएको गीतहरू, प्रभुको दासले लेख्नुभएको गीतहरू है, अनि अस्ति मात्रै हाम्रो अति नै आदरणीय हाम्रो एल्डरबो जोन्डी खवास एल्डरबोसँग भेटेँ है, 160 भन्दा ज्यादा गीतहरू लेख्नुभएको रहेछ उहाँले है। अनि उहाँको गीतहरू कस्तो मिठो छ है। अनि उहाँसँग बात गर्दै गर्दा चाल पाएँ प्रत्येक अनुभवहरू जो प्रभुले उहाँलाई दिनुभयो नि, त्यो अनुभवमा गीत रच्नु भएको रहेछ। अनि प्रभुले दिनुभएको गीत, प्रभुले दिनुभएको शब्दहरू माते है, त्यो अभिषेक छ अनि त्यसले मान्छेको जीवनलाई छुइरहेको हुन्छ है, मान्छेको जीवनलाई परिवर्तन गरिरहेको हुन्छ। अनि यो गीत पास्टर बाले त्यो कोठाभित्र बस्दाखेरि प्रभुबाट पाउनुभयो होइन, अनि आजको दिनसम्म पनि त्यो अनोइन्टिङ यो गीतमा छ नि त है। अनि अहिले पनि जब यो गीत मण्डलीमा गाउँदै गर्दाखेरि मान्छेहरू धुरु रोइरहेको हुन्छ है, अति शक्तिशाली कुरो। साँच्चै नै प्रभुलाई धन्यवाद भएको होस्। अनि तपाईँको पहिलो गीत त्यो भए तापनि तपाईँले आजसम्मको यत्रो एउटा जर्नीमा कतिवटा जस्तो गाउनु भएको छ तपाईँले गीत, तपाईँलाई थाहा छ कि छैन है? धेरै त गाउनुभयो। हजुर पास्टर, प्रभुले मलाई धेरै गीतहरू गाउने अनुग्रह दिनुभयो है, अनि म प्रभुलाई नै धन्यवाद दिन्छु। अनि हुन त अब मैले केही समय अगाडि यसो कतिवटा जस्तो भएछ भनेर यसो विचार गर्दै गर्दा कमसेकम 200 भन्दा अलिकति बढी चाहिँ प्रभुले गाउने मौका दिनुभयो। अनि सबै कुराको श्रेय मेरो जिउँदो येशूलाई नै म दिन्छु। हाम्रो पास्टर नाइजल तपाईँले कतिवटा जस्तो गाउनु भएको छ? सँगसँगै हुनुहुन्छ होइन, म उहाँभन्दा धेरै बच्चा नै पछाडि, किन भन्दाखेरि मभन्दा उहाँ ठुलो पनि जित्नु हुँदैन मलाई। मेरो यो विशेष गरी यो सङ्गीतको यात्रामा होइन, चाहे गस्पल होस्, आराधना, प्रशंसाको गीतहरू कमसेकम अहिलेसम्म म त गर्नु सक्छु, उहाँलाई चाहिँ अलिकति गाह्रो हुन्छ। 30वटा गाउनु भयो है, कति राम्रो कुरो। तर पास्टर नाइजल पास्टर क्या एकदमै मलाई अब धेरै अब सिङ्गरहरू छ होइन, तर उहाँ मेरो आफ्नै भाइ भएर मात्र होइन, तर उहाँले गाएको गीतहरू मलाई साह्रै मनपर्छ क्या, एकदमै मिठो गाउनुहुन्छ। अनि हामी मिलेर पनि गाउँछौँ दाजुभाइ है। मिठो छ। पहिला भन्नुहुन्थ्यो यसरी तपाईँलाई भन्नुभएको थियो सायद अहिलेसम्म। अनि मैले यही समय पर्खिरहेको थिएँ क्या आज मैले। हजुर, म चाहिँ उहाँलाई कतिचोटि भन्छु यो गीत चाहिँ एकदमै मिठो भएछ है, कति दामी भएछ। अनि यो अब म्युजिकको क्षेत्रमा चाहिँ के हुँदो रहेछ भनेर भन्दै गर्दाखेरि चाहिँ जस्तो अब एउटा कुनै गीत बन्यो नि, चाहे त्यो डमी नै किन नहोस् है,
सुनाउनु मन परिहाल्दो रहेछ क्या अब किन भन्दा अब अरूलाई सुनायो भने त उहाँहरूलाई ए ठिकै रहेछ भनेर भन्नुहुन्छ क्या तर अब एउटा म्युजिक जान्ने मान्छेलाई होइन अनि अब अरूलाई मेरो वाइफलाई पनि म सुनाउँछु है अनि उसले पनि इन्करेज चाहिँ गर्छ दामी भयो एकदमै राम्रो रहेछ अनि उहाँलाई पनि अब त्यो पठाउँछु क्या उहाँले पनि मलाई पठाइहाल्नुहुन्छ क्या अन्त हामी दुईजना पनि यसो कुरा चाहिँ गर्छौँ यस्तो दामी भएछ यहाँ पनि अलिकति यस्तो गर्नुपर्ने रहेछ भने उहाँले पनि मलाई आइडियाहरू दिनुहुन्छ। तपाईँहरूले गाउनुभन्दा अगाडि एकअर्कालाई यसो डिस्कस गर्नुहुन्छ? ओके, यहाँनिर यो प्रकारले गर्नुहुन्छ तपाईँ है। अनि धेरैचोटि चाहिँ हामीले हाम्रो बुवालाई पनि फेरि सुनाउनु पर्छ क्या अनि गाउनुभन्दा अगाडि मेरो बुवाले भन्नुहुन्छ हरेक गीतमा यसो शब्द चाहिँ हुनुपर्छ है भनेर भन्नुहुन्छ क्या बाबाले चाहिँ। बाबाले पनि चेक गर्नुहुन्छ कोही बेला हाम्रो गीतहरूलाई। फेरि उहाँको प्रार्थनाले गर्दा हजुर 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 हजुर। अनि कति राम्रो, अघि मैले सुरुमा भजनको किताबलाई कोट गरिरहेको थिएँ उहाँ साम 133लाई है। तपाईँहरूलाई देख्दै गर्दा त्यो वचन याद आयो र मैले सुरुमा कोट गरिहालेँ है। अनि अहिले तपाईँहरूले त्यो कुराहरू देख्दैछ हाम्रो दर्शकहरूले पनि यो कन्भर्सेसनमा यो बातचितमा है तपाईँहरूले एकअर्कालाई कति एप्रिसिएट गरिराख्नु भएको छ, एकअर्कालाई कति मजाले एन्करेज गरिराख्नु भएको छ। अनि एकदमै अर्को खुसी चाहिँ के लाग्छ भन्दाखेरि जस्तै उहाँ पनि सेवाकाईकै क्षेत्रमा हुनुहुन्छ अनि म पनि सेवाकाई गरिरहेको छु, उहाँ पनि म्युजिक क्षेत्रमा होइन अनि म पनि अहिले कोसिस गरिराखेको छु होइन अनि एकअर्काको हृदयलाई बुझ्नु पनि सजिलो हुँदो रहेछ क्या। अनि कतिजनाले पनि भन्छ दाजुभाइ चाहिँ प्रजल जस्तो हुनुपर्छ है, प्रजल र नाइजल जस्तो हुनुपर्छ भनेर पनि कतिजनाले भन्ने गर्छ क्या। अनि फिजिकल्ली दाजुभाइ हो है तर एउटा आत्मामा पनि क्या अब कनेक्ट हुँदो रहेछ दाजुभाइ। अनि सानोमा त सायद धेरै हामी सानोमा त्यस्तो रेस्लिङहरू हल्का रेस्लिङ त भयो। ए हो, दुईजना पर्नुहुन्थ्यो? त्यस्तो पनि होइन तर अब हल्का नि हो, हल्का हल्का अब केटाकेटीमा होइन सानो हजुर त्यस्तो अलि। तर अब जब ज्ञान आउँदै गयो होइन एकअर्कालाई सम्मान गर्नुपर्ने रहेछ। अहिले कोही बेला तपाईँहरू बिचमा त्यो हुन्छ नि डिसएग्री गर्नु एकअर्कालाई हो, तपाईँले भन्नुहुन्छ कोही बेला यसो दाजु भएर अलिकति हुन्छ नि हाम्रो दाजु म त दाजु है तिमी त म भाइ है होइन त्यस्तो प्रकारको तपाईँहरूको बिचमा हुन्छ कि हुँदैन? त्यस्तो त हुँदैन पास्टर अहिलेसम्म। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अब नाइजल चाहिँ अब मेरो भाइ भन्दा चाहिँ अब एकदम मलाई गर्व लाग्छ क्या पास्टर एकदमै। किन भन्दाखेरि मेरो अब भाइ चाहिँ होइन अब आज त सबैको अगाडि नै भनौँ न होइन एकदमै बुद्धिजीवी छ क्या, चाहिँ एकदमै बुद्धिजीवी छ अनि एकदमै ज्ञानी छ है एकदमै। अनि अर्को कुरो चाहिँ उसले चाहिँ अब एकदमै सबलाई माया गर्ने समेट्ने सबलाई वास्ता यस्तो हृदय देख्छु क्या उसमा। अनि म चाहिँ अब धेरैचोटि त म दाजु त हो तर धेरै कुराहरू चाहिँ म मेरो भाइबाट पनि सिक्छु क्या, धेरै कुरा सिक्ने मौका पाउँछु। हजुर मलाई त्यो चाहिँ धेरै खुसी लाग्छ एकदमै। हजुर हामी मिलेर म कोही बेला ऊबाट म सल्लाह लिन्छु, भाइबाट सल्लाह लिन्छु के हो अनि उसले मलाई कतिचोटि एकदमै मिठो सल्लाहहरू दिन्छ क्या भाइ, एकदमै राम्रो उपयोगी सल्लाहहरू पाउँछु। अनि हजुर यसरी बढिरहेका छौँ तर अब त्यस्तो कुनै नेगेटिभ कुराहरू चाहिँ छैन। अनि अर्को कुरा चाहिँ मलाई के खुसी लाग्छ भन्दाखेरि जस्तो म कहाँ जान्छु नि अन्त म गर्वको साथमा भन्ने गर्छु क्या म चाहिँ प्रजलको भाइ है हजुर हजुर। अनि कतिजनाले चिनाउँदाखेरि पनि उहाँ चाहिँ प्रजलको आफ्नै भाइ हुनुहुन्छ भनेर चिनाउनुहुन्छ क्या। हजुर तपाईँहरू एकअर्का दुईजना एकअर्काको निम्ति एउटा इन्सपिरेसन भइराख्नु भएको छ है। हामी यसो उसलाई पनि गर्ने गर्छौँ मजाक पनि गर्छौँ। हजुर कतिवटा गम्भीर क्षेत्रहरूमा गम्भीर पनि हुन्छ, सिरियस हुनुपर्ने ठाउँमा सेवाकाईको क्षेत्रमा पनि पास्टर भयो क्या। सेवाकाईको क्षेत्रमा एकदमै एकदम ढुक्कै लाग्दो रहेछ क्या। अब हामी सेवाकाई कोही बेला मिलेर गर्छौँ, कतिवटा ठाउँ हामी सँगै जान्छौँ अनि हामी छौँ दाजुभाइ छौँ भन्ने कुरा देख्दाखेरि चाहिँ कतिवटा जग्गामा ढुक्कै पनि लाग्छ क्या, मेरो भाइ छ हामी मिलेर गर्छौँ भन्ने क्या। हजुर त्यस्तो कुराहरू छ पास्टर। वाह कति राम्रो है। अनि तपाईँहरू दुईजनाको सम्बन्ध साँच्चै नै कति मजाको है। धेरै दाजुभाइहरूको निम्ति एउटा ठुलो गवाई तपाईँहरू है। तपाईँहरूको सम्बन्ध
साँच्चै नै एकअर्कालाई एन्करेज गर्ने, दुःखमा सुखमा एकअर्कालाई साथ दिने। यद्यपि तपाईँहरूको आफ्नो आफ्नो परिवार छ, अहिले तपाईँहरू दुवैजना विवाहित हुनुहुन्छ होइन, नानीहरू छ, रै पनि तपाईँहरूको सम्बन्धमा कुनै त्यसको मतलब परेको छैन, तपाईँको सम्बन्धलाई कुनै कुरोले कमजोर गरेको छैन, तपाईँहरू अझै पनि बलियो हुनुहुन्छ है। हजुर, अति राम्रो कुरो। परिवारले पनि सपोर्ट गर्छ, परिवारको चाहे भाउजू होस्, मेरो एकजना भतिज छ होइन, रोहित दादाको छोरा। हजुर। अनि मसँग एकदमै नजिक छ त्यो क्या, कतिवटा गहिरो कुराहरू पनि सेयर गर्छ, जो चाहिँ बाउलाई भन्नु सक्दैन, त्यसले मलाई पनि भन्छ, आएर बस्छ। अनि मेरो छोरी चाहिँ फेरि उहाँको एकदमै नजिकको। हजुर, उहाँको चाहिँ छोरी छ, मेरो चाहिँ छोरा होइन। अनि म एकदम छोरीलाई धेरै माया गर्छु है, छोरीलाई छोरा छ मेरो घरमा, अनि उसको चाहिँ छोरी छ। अनि एकदमै धेरै खुसी लाग्छ हामी यसरी परिवार छौँ होइन। हजुर, कति राम्रो तपाईँको फ्यामिली होल परिवारै सेवाकाईमा हुनुहुन्छ है। अनि तपाईँ दुवैजना सङ्गीतिक क्षेत्रमा हुनुहुन्छ, एकअर्काको लागि ठुलो इन्सपिरेसन तपाईँ हुनुहुन्छ, एन्करेज गरिराख्नु भएको छ। यो जर्नीमा तपाईँहरूको सङ्घर्षहरू पनि त होला है, तपाईँको चुनौतीहरू पनि त होला, च्यालेन्जेसहरू होला। अब पास्टरी सेवाकाईमा त झन् धेरै चुनौती छ होइन। म आफै पास्टर भएको कारणले गर्दा मेरो 13 to 14 इयर्स भइसक्यो पास्टरको जर्नी। एज अ पास्टर मैले सेवाकाई गरेको, के देख्यौँ क्या। अब प्रभुले धेरैवटा कुरोबाट लानुभयो, प्रभुलाई धन्यवाद भएको होस्। अनि तपाईँहरूको स्ट्रगल्सहरू, तपाईँको चुनौतीहरूको विषयमा पनि यसो भनिदिनुहोस् न, तपाईँहरूले गरेको चुनौतीहरू, स्ट्रगल्सहरू, यो जर्नीको आउँदामा यतिका जर्नीसम्म तपाईँहरूले कस्तो कस्तो कुराहरूलाई फेस गर्नुभयो, अनि त्यो कुरोबाट प्रभुले तपाईँहरूलाई कसरी निकाल्नुभयो भन्ने कुराहरू यदि कुनै छ भने। विशेष त अब यो सङ्गीत क्षेत्रमा चाहिँ है, सुरुमा चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ अब धेरैले गीतहरू गाएको देख्थेँ। उहाँहरूले अब एल्बममा गाउनुहुन्थ्यो है, त्यति बेला अब मेरो पनि धेरै रहर थियो क्या अब गाउने। अनि मैले कतिजनासँग मिलेर काम गर्ने इच्छाहरू गरेँ। उहाँहरूले मलाई बोलाउनुहुन्थ्यो, अनि एउटा कोठामा राखेर दिनभरि गाउन लाउनुहुन्थ्यो है। अनि लास्टमा गएर चाहिँ भन्नुहुन्थ्यो, तपाईँको चाहिँ अब एकदमै सरी, स्टुडियो भोकल छैन रहेछ भनेर। म बुझ्थिनँ अब के हो त्यति बेला, स्टुडियो भोकल भनेको के हो, अनि लाइभ भोकल के हो। यस्तो कुराहरू थियो लाइफमा, धेरै कुराहरू भोगेँ त्यति बेला त्यस समयमा। तर अब पछि गएर प्रभुले यसरी अवसरहरू दिनु। अनि चर्च सेवाकाईमा पनि अब पास्टरले मण्डलीको सेवाकाईमा धेरै च्यालेन्जहरू त छ नै, अहिले पनि कतिवटा च्यालेन्जहरूबाट नै भएर गइरहेको पनि छौँ। तर पनि त्यसमा प्रभुको अनुग्रह छ है। अनि विशेष चाहिँ अब यो सेवाकाई क्षेत्रमा चाहिँ अब च्यालेन्ज हुँदै पनि अब मण्डलीको सेवाकाईमा चाहिँ अब एउटै कुरो कि अब ख्रिस्टको हृदय चाहिँ हुनु एकदमै जरुरी लाग्यो पास्टर भैया। यदि हामी भित्र सेवाकाई गर्दै गर्दा अब ख्रिस्टको हृदय छैन भने चाहिँ हामी सेवाकाई गर्न नै सक्दैन रहेछौँ, एकदमै गाह्रो हुँदो रहेछ। अनि मैले प्रभुलाई त्यही भनेर प्रार्थना गर्छु है, प्रभु धेरै च्यालेन्ज हुँदै पनि मलाई तपाईँको हृदय चाहिँ दिनुहोस् है प्रभु भनेर म प्रार्थना गर्छु, तपाईँको हृदयले सेवाकाई गर्न सकौँ भनेर। हजुर, तपाईँको त्यो स्टुडियो भोकल चाहिँ छैन भनेर भन्नुहुन्थ्यो है, दिनभरि गाउनु लाउनु। हजुर, धेरैचोटि गाएको छु मैले। आज सायद जसले भन्नुभयो, हामीलाई थाहा छैन कसले भन्नुभयो है, तपाईँको गीत सुनिराख्नु भएको होला उहाँले पनि। साँच्चै नै होइन, अब प्रभुमा त कुनै कुरो असम्भव छैन नि होइन, प्रभुले दिनु सक्नुहुन्छ। अनि यो त तपाईँहरूको मलाई लाग्छ तपाईँहरूको ट्यालेन्ट भन्दा पनि प्रभुले दिनुभएको गिफ्ट हो नि त होइन। तपाईँहरूको आज तपाईँले स्टुडियोमा त्यति बेला तपाईँले गाउने तपाईँ लायकको छैन होइन भन्ने एउटा समय थियो। तर आज तपाईँले त्यही स्टुडियोभित्र कति 200भन्दा ज्यादा गीतहरू तपाईँले गाउनुभयो होइन, कति ठुलो कुरो है। अनि पास्टर नाइजलको कुनै त्यस्तो कुराहरू, तपाईँको चुनौतीहरू, त्यस्तो केही तपाईँले अनुभव गर्नुभएको यो जर्नीमा? विशेष गरी चाहिँ अब हाम्रो घर चाहिँ मार्गेट सोप टिकाटा है, सुनादाबाट पनि कमसेकम 8-9 किलोमिटर तल। हजुर। अनि हामी सानो हुँदै गर्दाखेरि चाहिँ सबसे भन्दा पहिला चुनौती चाहिँ के थियो, हिजो अस्ति पनि कुरा गरिरहेको थिएँ एकजना भाइसँग। अहिलेको समयमा चाहिँ अब हाम्रै चर्चमा युथहरूलाई किबोर्डहरू 15,000 20,000को है, गिटारहरू सस्तो गिटार होइन त्यो पनि है, एकदमै दामी दामी गिटार घरमा छ क्या, प्रत्येक युथको घरमा छ। तर बजाउनै मान्दैन चर्चमा,
हो त हजुर उनीहरू सिक्नै मान्दैन क्या। सिक्नु मान्दैन तर हाम्रो समयमा चाहिँ गिटार पनि थिएन। अनि मेरो दादाको बडाको छोराको गिटार थियो है, अमित दादा है। अनि दादा के भन्छ स्कुल जानुहुन्थ्यो, हजुर अनि कहिले दादा स्कुल जान्छ र त्यो गिटार चाहिँ बजाउनुहुन्थ्यो। हजुर अनि बजाउनु त ठिकै हो, अर्को टेन्सन भित्रबाट भइरहन्थ्यो, स्ट्रिङ छुट्यो भने चाहिँ के गर्नु भनेर क्या। किन भन्दाखेरि त्यति बेला त त्यो बिचमा गाँसेर पनि अब बजाइन्थ्यो गिटारहरू होइन। अनि आफ्नो गिटार नभएको कारणले गर्दाखेरि कोही कोही बेला चाहिँ के हुन्थ्यो भन्दाखेरि एउटा काठ, त्यो लामो काठ, त्यसमा काटी दुई साइडमा ठोकेर लाभर हालेर अनि बजाइन्थ्यो क्या। अनि सेवामा कोही अब सेवा आउँदै घरमा सेवाकाई आउँथ्यो होइन, सेवामा बजाउँदै गर्दा त्यो काठको गिटार बजाउँदै गर्दाखेरि चाहिँ जसले त्यति बेला बजाइराख्नु भएको छ त्यो चाहिँ मैले बजाएको भन्ने अनुभव हुन्थ्यो क्या मलाई चाहिँ। त्यो लावडको गिटार बजाइरहेको छु तर त्यही मैले बजाइरहेको छु भन्ने अनुभव मेरो जीवनमा हुन्थ्यो क्या। हजुर। अनि अब त्यति बेला म्युजिक क्लास गर्नु पोसिबल थिएन है, किन भन्दाखेरि अब फाइनेन्सियली हजुर गाह्रो थियो। अनि हामी सुनादा आएर सुनादाबाट फेरि दार्जिलिङ सिक्नु आउनु त्यति बेला हाम्रो त्यो पोसिबलै थिएन। तर यदि इच्छा गऱ्यो भने चाहिँ हुँदै रहेछ क्या त, चाहे त्यो ठुलै एजमा किन नहोस् है। प्रार्थना इच्छा प्रभुको लागि गर्छु भनेर यदि भित्रबाट चाहना छ भने चाहिँ प्रभुले पुरा गर्नु हुँदो रहेछ। अनि आजको दिनमा हामी त्यो क्षेत्रबाट आएको है, सानैदेखि अब चुनौतीहरू त लछ्याप्रै थुप्रै, तर पनि प्रभुले यी दिनमा हामीलाई है, हाम्रो टिमलाई यस्तो ठाउँहरूमा लानुभयो जो चाहिँ अब मुम्बई है, महाराष्ट्रमा नागपुरमा हामी गयौँ, लखनऊमा हामी गयौँ, अनि राँची अनि अरू धेरै क्षेत्रहरूमा है प्रभुले त्यो मौका दिनुभयो। अनि आजको दिनमा हेर्दै गर्दाखेरि चुनौतीहरू त धेरै छ, तर अब चुनौतीमै बस्ने चाहिँ होइन क्या। तर भित्रबाट प्रभुमा प्रार्थना गरेर साहस गरेर अगाडि बढ्यो, प्रभुको लागि इमान्दारीसँगले प्रभुको लागि बढ्यो भने चाहिँ प्रभुले युज गर्नुहुन्छ। हजुर हजुर ठुलो कुरा है। हामी बाइबलमा पनि देख्छौँ नि प्रभुले युसुफको जीवनमा कसरी काम गर्नुभयो, खल्डाभित्र भएको युसुफलाई है, पिठबाट प्यालेसबाट प्रिजनमा गयो होइन। अनि पिठबाट हजुर त्यहाँबाट प्यालेसमा गएको छ, प्रिजनमा गएको छ होइन। प्रभु पछिबाट उसलाई मिश्रको कति ठुलो अवस्थामा प्रभुले राख्नुभयो। अनि साँच्चै नै हाम्रो परमेश्वरले वचनमा भन्नुभएको छ, म तिमी बेला पुच्छ होइन सिर्ने तुल्याउँछु। तपाईँको जर्नीलाई हेर्दै गर्दाखेरि साँच्चै नै परमेश्वर कति फेथफुल हुनुहुन्छ है। तपाईँको हरेक दुःखको समयमा पनि प्रभु तपाईँको साथमा हुनुहुन्थ्यो। अनि प्रायः यो म्युजिकको क्षेत्रमा उनीहरूले यो स्ट्रगल गरेको छ क्या। लास्ट टाइम मैले जतिजनासँग हाम्रो फेथ फाइलमा पोडकास्टमा आउनुभयो है, हाम्रो मैले अघि भने डोनेल लेप्चाज्यू, हाम्रो पास्टर मथियासज्यू, उहाँहरूको पनि यस्तै प्रकारको जर्नीहरू है उहाँहरूले सुनाइराख्नु भएको थियो। त्यति बेला गिटारहरू इन्स्ट्रुमेन्टहरू हुन्थेन। इभन म आफै पनि अब म्युजिकको क्षेत्रमा भएको कारणले गर्दा मलाई एउटा घटना याद आयो। मेरो एकजना साथी हुने पास्टर अबिब जेम्स प्रधान भन्ने पास्टरै सेवाकाई गर्नुहुन्छ जोरबङ्गला चर्चमा। अनि एकपल्ट हामीलाई जुम चाहिएको थियो। त्यति बेला 505 भन्ने एउटा सानो जुम हुन्थ्यो, त्यो हाम्रोमा थिएन। अनि कर्स्याङमा छ भनेको सुन्यो। अन्त प्रब्लम चाहिँ के भएन, हाम्रोमा पैसा हुन्थेन। अनि मान्छेले अब त्यो भन्दा पनि कसै बिलिभ गर्दैन होला कि, तर हामी जोरबङ्गलाबाट चाहिँ कर्स्याङ हिँडेर पुग्यौँ 505 जुम ल्याउनुको लागि। अनि 505 जुम लिएर त्यहाँबाट हिँडेर फेरि जोरबङ्गला आइपुगेको। धेरै सङ्घर्ष त्यो जर्नीहरू क्या। अब मेरो भिन्दै त्यो जर्नीहरू छ क्या। तपाईँको पनि एउटा एल्बम मैले हजुर पहिला गरेको हो, एउटा एल्बम गरेको, तर त्यस्तो नलेज थिएन त्यति बेला। त्यो मिक्सिङहरू पुरा बिग्रियो हाम्रो। अन्त मैले त्यसलाई रिलिज गरिनँ। अनि
म पनि पहिला पुरा गीत गाउँथेँ नि त। हजुर, हजुर, अस्ति डोनाल्ड दाजुलाई पनि भनिरहेको थिएँ, म तपाईँको गीतहरू पुरा गाउँथेँ। अनि एउटा मिठो घटना पनि उहाँलाई सेयर गरेको थिएँ मैले। एकपल्ट एउटा मान्छेले चाहिँ डोनाल्ड भनेर मलाई झुकेको छ नि त, अन्त त्यो गीत त्यो घटना उहाँलाई सेयर गरेर पुरा हाँस्नु हुँदै थियो त्यति बेला कि। अनि यस्तो यो प्रकारको स्ट्रगल प्रायःले गरेको हुन्छ। अनि तपाईँहरूले गर्नुभएको थियो रहेछ है। तर प्रभुले तपाईँहरूलाई कति फेथफुल हुनुहुन्छ हाम्रो परमेश्वर, तपाईँलाई आज यो ठाउँमा ल्याउनु भयो। यसो अब यति बेला यो ठाउँमा आएर तपाईँले यसो पछाडि कोही बेला फर्केर हेर्दा क्या तपाईँको होल जर्नीलाई, त्यो स्ट्रगल्सहरूलाई, त्यो सङ्घर्षहरूलाई, त्यो सुरुको दिनहरूलाई सम्झिँदै गर्दा आजको दिनलाई हेर्दै गर्दा तपाईँहरूलाई कस्तो लाग्छ? हजुर पास्टर, प्रभुलाई नै धन्यवाद दिन्छु होइन पास्टर। अब जसरी अघि मैले तपाईँलाई भन्दै थिएँ, अब धेरैले भन्यो स्टुडियो भोकल छैन रहेछ भने, अनि त्यति बेला म यति साह्रो निराश भएको थिएँ क्या पास्टर, धेरै निराश भएको थिएँ। अनि तर पछि प्रभुले मलाई बिस्तारै बिस्तारै मौकाहरू दिनुभयो। प्रभुले कतिजना मानिसहरू प्रभुले जुटाइदिनु भयो मेरो लाइफमा। अनि म कतिजना सङ्गीत क्षेत्रमा जोडेर काम गर्नुहुने व्यक्तिहरूसँग भेट भयो मेरो है। जस्तै अब हाम्रो आदरणीय दादा सामुएल लेप्चा दादा है, उहाँहरूसँग, ड्यानियल सरहरूसँग, अनि हाम्रो अहिले गान्तोकमा हुनुहुन्छ रविन छेत्री सर पास्टर बुवा, उहाँहरूसँग भेट्ने मौका पाएँ। अनि उहाँहरूले मलाई बिस्तारै बिस्तारै यति बिघ्न गीतहरू गाउने मौका दिनुभयो क्या। उहाँले मेरो आवाजलाई सुन्नुभयो अनि भाइ तपाईँले मेरो एल्बममा गाउनुपर्छ है, हाम्रो एउटा क्रिस्चियन यसरी गीतहरू निक्लिरहेको छ, तपाईँले गाउनुपर्छ भनेर। अनि त्यहाँदेखि यता होइन पास्टर अहिलेसम्म मैले कहिले पनि अब मतलब मलाई गीतको अब मतलब दुःख भएको छैन भनौँ न होइन। हरेक दिन हरेक समय कुनै न कुनै गीत आइरहेको छ। त्यो समयदेखि अहिलेसम्म गीत गाउनु रोकेको नै छैन पास्टर, स्टप नै भएको छैन, गाइरहेको छु। इभन अझै पनि कतिवटा 7-8वटा जस्तो गीतहरू रेकर्डिङ भइसकेको छ, जो रिलिज हुन अझै बाँकी छ। अनि प्रभुलाई म धन्यवाद दिन्छु है। प्रभुले अहिले त्यहाँदेखि उता मलाई प्रभुले रोकिने मौका दिनु भएन है। अनि सबै कुराको श्रेय फेरि पनि अब जिउँदा प्रभुलाई नै जान्छ है। हजुर हजुर, कति राम्रो कुरा है। अब एउटा कुरो छ, हजुर म प्रायःलाई सोध्ने गर्छु, अब तपाईँहरू एकदम गुड लुकिङ है, एकदम ह्यान्डसम है, पास्टर यङ हुनुहुन्छ, तपाईँहरू विवाहित हुनुहुन्छ होइन, नानी पनि छ, श्रीमती छ घरमा, अनि 600वटा भन्दा गीत तपाईँले ज्यादा गाइसक्नु भएको छ। 200वटा भन्दा गीत ज्यादा तपाईँले गाइसक्नु भएको छ। अनि पास्टर नाइजलले पनि धेरै गाइसक्नु भएको छ। कोही बेला मान्छेहरू आउँछ होला होइन, वाउ भन्छ होला तपाईँलाई है, तपाईँको गीत त कस्तो मिठो, तपाईँको भोकल कति दामी, तपाईँ कति राम्रो होइन, यस्तो प्रेस गर्छ नि मान्छेले कोही बेला है। म्युजिकको क्षेत्रमा हुँदै धेरै मान्छेहरू प्रेस गर्नेहरू आउँछ, वाउ भन्नेहरू आउँछ। तपाईँलाई कस्तो लाग्छ त्यति बेला? यसो यस मैले त निकै दामी गर्दैछु है। अनि त्यो एउटा हुन्छ नि भित्र अब ह्युमन नेचरमा होइन, त्यो घमण्डको कुराहरू कोही बेला आउँछ नि हामीलाई। यस मैले त यति गीत गाएको छु, म जतिको गाउने कोही छैन। यो प्रकारको कुराहरू कोही बेला तपाईँले सेन्स गर्नुहुन्छ आफ्नो जीवनमा, आउँछ तपाईँलाई कोही बेला? अनि तपाईँलाई मान्छेले प्रेज गर्दै गर्दा, तपाईँलाई प्रेज गर्दै गर्दा वाउ के दामी गीत गाएको, तपाईँ जस्तो कोही छैन गीत गाउने, कोही बेला भन्छ मान्छेहरूले। हजुर हजुर, त्यो समयहरूलाई, त्यो भनाइहरूलाई तपाईँले कस्तो प्रकारले डिल गर्नुहुन्छ? अथवा तपाईँको हृदयमा पनि कोही बेला हुन्छ यस्तो कुरोहरू? त्यो भजन सङ्ग्रह, हजुर भजन सङ्ग्रहमा दाउदले भन्छ क्या, तपाईँको उपकारहरू म कहिले पनि बिर्सिँदिनँ भनेर। अनि त्यो कुरो चाहिँ म जहिले पनि सम्झिन्छु है। हो मान्छे हो, अलिकति भित्रबाट हुन्छ, कहीँ न कतै काम गर्छ त्यसले पनि क्या। तर मैले मबाट मैले गर्दाखेरि म छुइनँ भने यो चाहिँ डरलाग्दो रहेछ क्या। सङ्गीतको क्षेत्र होस्, एउटा वर्सिप लिडर होस्, एउटा अगुवा होस्, यो मबाट मैले गर्दा म छुइनँ भने त। अनि त्यति बेला चाहिँ हामीले कहीँ न कहीँ प्रशंसा र महिमा चाहिँ उहाँलाई दिनुपर्छ। तपाईँ नै हुनुहुन्छ सबै कुरोको श्रेय चाहिँ। यदि परमेश्वरले उचाल्नु सक्नुहुन्छ भने उहाँले तल खसाल्नु पनि सक्नुहुन्छ। केही त सम्भव छैन नि परमेश्वर। यदि
परमेश्वरले स्वर्गदूतलाई लुसिफरलाई त्यो जग्गामा राख्नुभयो भने खसाल्नु पनि सक्नुभयो। त्यो पनि अब मलाई त्यो स्टडी गर्दै गर्दाखेरि के दामी लाग्छ भनेर भन्दै गर्दाखेरि लुसिफरले भनेको होइन नि परमेश्वरलाई प्रभु म चाहिँ यस्तो है भनेर भनेको होइन, माइन्डमा सोचेको मात्र भन्नु परेन नि, मुखले त्यो भन्नु परेन, सोचेको मात्र। अनि यो सबै कुरो गर्दै गर्दाखेरि चाहिँ प्रभुलाई नै श्रेय जान्छ वास्तवमा। प्रभु बिना त हामी केही पनि छैनौँ। यदि आजको दिनमा हामी प्रभुमा नभएको भएदेखि हामी को नै थियौँ र, के नै थियौँ र, कहीँ केही गरिराखेको हुने थियो होला। तर यहाँसम्म पुर्याउनु हुने त प्रभु नै हुनुहुन्छ। अनि उहाँलाई नै सबै कुरोको श्रेय जान्छ। कति राम्रो कुरो। कहिले पनि नहोस् आउँदो दिनमा पनि त्यो विचारहरू कहिले पनि नहोस् क्या। संसारको मान्छेहरूलाई हेर्दै गर्दाखेरि उनीहरूमा त त्यस्तो कुरा हुँदैन भने हामी त झन् एकदमै। कति राम्रो कुरो भन्नुभयो तपाईँले है। साँच्ची नै प्रभुले दिन सक्नुहुन्छ भने हजुर प्रभुले लिन पनि सक्नुहुन्छ। अनि हामीलाई माथि उचाल्ने त परमेश्वरै हो नि है, हामी आफैमा त के हो र। मैले यो प्रश्न मलाई सोध्नु मनपर्छ किनभने अहिले तपाईँले सायद अहिलेको दिनहरूमा तपाईँले पनि यो कुरो अनुभव गर्नुभएको छ कि छैन, म अनुभव गर्छु, म देख्छु पनि। काहीँ न काहीँ हाम्रो सबैमा त होइन, म सबैलाई यसमा मुस्नु चाहदिनँ, तर कतिपय ठाउँहरूमा हामी देख्छौँ, कतिपय व्यक्तिहरूको जीवनमा हामी देख्छौँ त्यो काहीँ न काहीँ त्यो सेलिब्रेटी जस्तो त्यो एटिट्युड क्या हुन्छ नि है, त्यो प्रकारले हिँडेको देख्छु म। सेलिब्रिटी जस्तो भएर जिएको देख्छु। मलाई त लाग्छ प्रभुले दिनुभएको यो वरदानहरू त हामीलाई सेलिब्रिटी हुनको निम्ति होइन, हामीलाई फेमस हुनको निम्ति पनि होइन, तर प्रभुलाई ग्लोरिफाई गर्नको निम्ति, प्रभुको महिमा गर्नको निम्ति हो नि त है। अनि यो चाहिँ अब हाम्रो इसाई जगतमा भएको आर्टिस्टहरूले होइन, सङ्गीतकारहरूले अनि इभन लिडर्सहरूले पनि यो कुरो चाहिँ बुझ्नुपर्छ नि त है। अनि पास्टर प्रज्वल अझै के भन्नुहुन्छ तपाईँले? हजुर पास्टर, यो कुरा आउँदै गर्दाखेरि मलाई पनि बाइबलकै एउटा वचन चाहिँ याद आउँछ, मान्छेमा नाश आउनुभन्दा अगाडि चाहिँ घमण्ड उत्पन्न हुन्छ भन्ने कुरा। अनि त्यो शब्दले मलाई डर पनि लाग्छ है। अनि विशेष गरी मैले अघि पास्टर दिपेन सर है, उहाँको कुरा गर्दै थिएँ। उहाँले मलाई सुरुमा एउटा कुरा सिकाउनु भयो क्या, मलाई अहिले पनि मलाई याद आउँछ, प्रज्वल तिमीले गीत गाइसक्दाखेरि धन्यवाद भन्नुभन्दा अगाडि चाहिँ प्रेज द लर्ड भन्नु है, प्रभुलाई महिमा होस् भनेर भन्नु है भनेर भन्नुहुन्थ्यो क्या। अनि तिमीले गाएको गीतहरूबाट चाहिँ प्रभु उचालिनुपर्छ भनेर भन्नु। त्यो कुरो मलाई सिकाउनु, अझै पनि मेरो त्यो हृदयमा त्यो कुरो गाडिएको छ क्या, म उहाँलाई सम्झना गर्छु। अनि अर्को कुरो चाहिँ तपाईँले भन्नुभएको जस्तै अब हामी कसको लागि गाउँदैछौँ होइन, यो मैले मेरो लागि त गाएको होइन नि त, तर मेरो प्रभुको निम्ति गाउँदैछु ताकि त्यो गीतहरूबाट चाहिँ मानिसहरूले जीवन पाउन्। कतिजना मान्छेहरू संसारमा बसिरहेको छ, उनीको हृदयभित्र शान्ति छैन, अनि त्यो गीतहरू गाउँदै गर्दा चाहिँ उनीको हृदयभित्र त्यो शान्ति आएको होस् होइन। सेलिब्रिटी फिल भनेर अघि तपाईँले भन्दै हुनुहुन्थ्यो। अनि मलाई यो कुरो मलाई पनि डर लाग्छ पास्टर बाबा क्या। अनि कतिचोटि हामी हेर्नुहोस् अब हामीलाई मानिसहरूले बोलाउँछन् होइन, आइदिनुहोस् गाउनुहोस् भनेर भन्छ। कतिचोटि हामी नि यस्तो तयारी हुनु पर्दो रहेछ पास्टर बाबा कि कतिचोटि एउटा सानो क्युब मात्रै छ भने पनि नि, अब हुनु त यो कतिलाई कस्तो लाग्छ, अब मान्छेको आफ्नो आफ्नो विचार हो, तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि यदि हामीले त्यो क्युबमै पनि गाउँदै गर्दा त्यहाँ प्रभुको महिमा र कसैको जीवनमा परिवर्तन हुन्छ भने हामीले क्युबमा पनि गाउनुपर्छ पास्टर, सानो त्यो साउन्ड सिस्टममा पनि गाउनुपर्छ। यदि हामी ठुलो साउन्ड सिस्टममा हामीलाई गाउनको लागि बोलायो भने हामी त्यहाँ पनि गाउन तयारी नै हुनुपर्छ नि सबै क्षेत्रमा पास्टर भयो क्या। अनि म यति बेला एउटा कुरो सम्झना गर्छु, पास्टर हाम्रो अङ्कल ध्रुव शिष्य अङ्कल क्या, उहाँले भन्नुहुन्थ्यो क्या, सेवकाई गर्दै गर्दा चाहिँ कोही बेला त्यो नच्याक्क जाने भित्रै पस्ने डन्लपमा पनि सुत्नु पर्छ अरे क्या। अनि कोही बेला बिहान उठ्दाखेरि ढाडमा बाँसको छापहरू हुन्छ अरे क्या, त्यस्तो जग्गामा पनि हामी सुत्नु सक्नुपर्छ। अनि यस्तो आदरणीय हाम्रो सिनियर पास्टर बुवाहरू, प्रभुको दासहरूले यो कुराहरू, उहाँहरूको यो कुराहरू सुन्दाखेरि क्या मेरो हृदयमा यो कुराहरू लागेको छ। अनि त्यो कुरोलाई पछ्याउन मलाई पनि मनपर्छ। अनि हामीले कसको लागि गाउँदैछौँ भन्ने कुरो चाहिँ एकदम जरुरी, हामीले बुझ्न जरुरी छ पास्टर बाबा है। अनि हजुर कति राम्रो कुरो है। साँच्चै नै दर्शकबिन तपाईँले सुनिराख्नु भएको थियो, मैले उहाँहरूलाई एउटा
कडा क्वेसन गरेको थिएँ है उहाँहरूले कति मजाले उत्तर दिनुभयो। अनि साँच्चै नै मलाई लाग्छ हाम्रो जति पनि क्रिस्चियन आर्टिस्टहरू छ, सङ्गीतकारहरू छ, इभन लिडर्सहरू छ, यो कुरो एकदमै हामीले बुझ्नुपर्छ। यो प्रभुले दिनुभएको वरदानहरूबाट चाहिँ हामी उचालिनुको लागि चाहिँ त्यो कुरो दिनुभएको होइन, तर यो वरदानहरू जति पनि तपाईँहरूलाई प्रभुले दिनुभएको छ, हामी सबैलाई दिनुभएको छ, प्रभुको महिमा हुनको निम्ति हो। अनि दुष्टले हामीमा कोही बेला घमण्ड ल्याउँछ, दुष्टले कोही बेला हामीलाई संसारकै ढाँचालाई अपनाउनु सिकाउँछ, तर हामीले कम्प्रोमाइज गर्नु हुँदैन है, किनकि बाइबलले यसरी भन्छ फल लागेको बोटमा चाहिँ जहिले पनि झुकेको हुन्छ, झुक्काउ उसमा हुन्छ। नम्रता भन्ने कुरा हामीले कहिले पनि हराउनु हुँदैन। अनि यहाँहरू दुईजनाको जर्नीको विषयमा हामीले सुनिरहेका थियौँ, उहाँले भनिराख्नु भएको थियो। अनि यो उहाँले त्यसै भन्नुभएको होइन, म यसको विटनेस हो। मैले धेरैचोटि उहाँलाई देखेको छु सेवाकाईको क्षेत्रमा, एकदम दुर्गम ठाउँहरूमा गएर उहाँले सेवाकाई गरेको। अनि मैले आफै पनि एकपल्ट, सायद पास्टर प्रज्वललाई याद होला, म धेरै तल एउटा खोलाको छेउमा जहाँ चाहिँ अफ रोडिङ हिँडेर जानुपर्ने, अनि गाडी लगेर जानु पनि गाह्रो, अनि एकदमै दुर्गम एरियामा मैले एउटा सुसमाचार मैले त्यहाँ गरेको थिएँ, सेवाकाई गरेको थिएँ। अनि मलाई त्यति बेला अब म्युजिसियन्सहरूको खाँचो थियो, मलाई क्रिस्चियन आर्टिस्टहरूको खाँचो थियो, एकजना बोलाउनु पऱ्यो, तर मलाई आँट आएको थिएन मैले कसलाई बोलाउनु पर्ने भनेर। अनि मैले आँटै गरेर त्यति बेला पास्टर प्रज्वललाई मैले सायद फोन गरेँ। अनि उहाँलाई मैले फोनको मार्फतै पास्टर प्रज्वल आइदिनुपर्छ है भन्दाखेरि उहाँ त्यो ठाउँमा आउनुभयो। अनि उहाँले प्रभुको निम्ति त्यो ठाउँमा गाउनुभयो है। अनि साँच्चै नै यो कुरो मैले उहाँको जीवनमा देख्न पाएँ कि उहाँले साँच्चै नै उहाँले जुन कुरो बोल्दै हुनुहुन्छ, उहाँले त्यो साँच्चै नै उहाँ प्र्याक्टिकली त्यो कुरोमा उभिनु भएको छ है। र थ्याङ्क यू है पास्टर प्रज्वल, त्यो समय तपाईँ आइदिनु भयो। अनि धेरैजनाले त्यति बेला त्यो गीतहरू सुने। अनि उनीहरूले अहिले म तपाईँलाई भनिदिनु पऱ्यो, अहिले त्यो ठाउँमा चर्च बनिएको छ अनि त्यहाँनिर मण्डली थिएन। अनि त्यहाँनिर इभन सिङ्गल पर्सनले पनि प्रभु पाएको थिएन, तर अहिले त्यो ठाउँमा मण्डली स्थापना भएको छ। अनि धेरैजनाले प्रभुलाई चिनेको छ है। अनि त्यसमा तपाईँको ठुलो हात छ है। र आज मैले यसो एपिसोडमै तपाईँलाई थ्याङ्क यू पनि भनिहालेँ त्यो कुरोको निम्ति है। ओके, हामी अगाडि बढ्दै जाउँ है। तपाईँको गीतबाट सायद धेरैले गीतहरू सुन्नुहुन्छ होइन, पास्टर नाइजलको गीतहरू धेरै सुनिराख्नु भएको छ। यस्तो कुनै गवाई छ तपाईँको गीतको जुन गीतबाट चाहिँ कतिजनाको मान्छेको जीवनमा छुएको अथवा उनीहरू परिवर्तन भएको, त्यस्तो गहिरो छाप, गहिरो एउटा टेस्टिमोनिजहरू तपाईँको केही छ भने यसो हाम्रो दर्शकहरूको लागि तपाईँले भनिदिनुहोस् न, त्यस्तो कुनै छ भने। मैले याद गरेको कुराहरूमा होइन पास्टरमा, विशेष मेरो एउटा गीत छ, त्यो धेरै पहिला नै मैले गाएको गीत हो। प्रशस्त नै भयो भने यसुलाई नभुली बस, फेरि केही छैन भने त्यसै तिमी कहिले नबस, दिने दाता यसु नै हो, लिने पनि यसु नै हो। यो गीत प्रभुले दिनुभयो। अनि यो गीत फेरि मैले यस्तो समयमा बनाएको पास्टर क्या, जति बेला चाहिँ मेरो परिवारमा एकदमै हामी फाइनेन्सियली यति साह्रो कमजोर अवस्थामा थियौँ पास्टर क्या त्यति बेला एकदमै। अनि त्यस समयमा प्रभुले दिनुभएको, विशेष मैले मेरो वाइफलाई सम्झिँदै गर्दाखेरि है, ल है प्रभुले नै दिनुहुन्छ है हामीलाई, अनि दिने पनि प्रभु, लिने पनि प्रभु भनेर मैले त्यो गीतलाई बनाएको। अनि प्रभुले मलाई त्यो गीतहरू दिनुभयो। अनि मैले एक दिन सुन्दै थिएँ है, यो गीत रेकर्डिङ भयो, मैले रेकर्ड गरेँ। अनि धेरै ठाउँहरू यो गीतहरू मानिसले सुन्न थाले। अनि मलाई एकजना पास्टर बुवाले मलाई यसरी भन्नुभयो, भाइ तपाईँको गीत, मैले यो गीत एकजना व्यक्तिलाई सुनाएँ। अनि गाडीभित्र नै उहाँले त्यो गीत बजाएर, गाडीमा त्यो साउन्डमा बजाउनु भएछ। अनि उहाँले त्यो गीत बजाएर त्यो व्यक्तिले उहाँलाई सुनाउँदै गर्दाखेरि चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ प्रभुदेखि यति टाढो भइसक्नु भएको थियो अरे क्या। उहाँ पहिला धेरै गरिबीबाट आउनुभएको थिएछ। अनि प्रभुले पछि यति साह्रो प्रशस्त सबै कुरोमा ब्लेस गर्नुभएछ, आशिष दिनुभएछ उहाँलाई। पैसा रुपियाँ छ, गाडी छ, सबै कुराहरू छ, तर प्रभुदेखि चाहिँ उहाँ टाढिनु भएको थिएछ क्या त्यति बेला। अनि उहाँलाई त्यो गीत सुनाउँदै गर्दा, त्यो गाडीभित्र सुनाउँदै गर्दाखेरि चाहिँ उहाँ त्यो गाडीभित्र नै रुनुभयो भनेर भन्नुहुन्छ क्या उहाँले। उहाँ रुनुभएछ, उहाँले पश्चाताप गर्नुभयो। अनि उहाँले भन्नुहुन्छ त्यहाँदेखि उता चाहिँ उहाँले आफ्नो जीवन पश्चाताप गरेर फेरि पनि प्रभुमा फर्किनु भयो। अनि अहिले उहाँले एकदमै
असलसँगले सेवाकाई गराउनु भएको छ भन्ने कुरा मैले सुनेँ। अनि यो चाहिँ मेरो लागि ठुलो आशिष हो। फर्स्ट अफ अल प्रभुलाई म धन्यवाद दिन्छु। हजुर तपाईँ आफैले बनाउनु भएको यो गीत? हजुर ज्यू, शब्द सङ्गीत शब्दहरू सबै हजुर, तपाईँ हजुर। गीत पनि लेख्नुहुन्छ? हजुर हजुर फर्स्ट है नयाँ कुरो। हजुर, मलाई थाहा थिएन तपाईँले गीत लेख्छ भनेर। मैले तपाईँले गाउनु त हुन्छ तर गीत आफै सङ राइटिङ पनि गर्नुहुन्छ भने त यो प्रशस्त नै भयो भने है। यो गीत त एकदमै मिठो गीत हो नि है। यो तपाईँले लेख्नुभएको गीत ज्यू है। सायद हाम्रो दर्शकले सुनिरहेको होला, यो गीतको राइटर पनि उहाँ नै हुनुहुन्छ है। उहाँले यो गीत लेख्नुभएको। अनि कति गहिरो टेस्टिमनी है। साँच्चै नै संसारको धन त केही पनि होइन होइन। हामी संसारमा खाली हातै आएको हो होइन। अन्तमा यो संसारको कुरो त हामी सबै छोडेर जानुपर्ने हो। क्रिस्टले दिनुभएको कुरो चाहिँ हामीसित सधैँभरि रहन्छ नि त है। त्यो अनन्त जीवन अनन्तताको कुरोहरू त क्रिस्टमा मात्रै छ। तर कोही बेला हामीले यो संसारको कुरोलाई यति साह्रो प्रायोरिटी दिन्छौँ, यति साह्रो हुन चाहिन्छ हामीलाई। तर कोही बेला हामीले क्रिस्टलाई दिनुपर्ने ठाउँ चाहिँ संसारको थोकहरूलाई दिइरहेको हुन्छौँ क्या। अनि त्यो दुःख लाग्दो कुरो। अनि यसमा सेटिस्फ्याक्सन छैन, शान्ति छैन। उहाँ जुन कति टेस्टिमनी है, उहाँलाई पनि उहाँकोमा सबै कुरो थियो है। तर उहाँले यो गीत सुन्दै गर्दाखेरि रियल पिस है, रियल ट्रेजर है, अनि त्यो इटर्निटीको कुराहरू त्यो प्रभुमा रहेछ भने एउटा गीतबाट उहाँले त्यो कुरोहरू है। पास्टर नाइजलको यस्तो कुनै गवाई छ तपाईँको? विशेष गरी एउटा घटनालाई म भन्न माग्छु है। त्यो चाहिँ के हो भनेर भन्दै गर्दा मेरो आफ्नै गीत चाहिँ होइन, तर एक दिन आराधना भइराखेको समयमा मैले विशेष गरी एउटा गीतलाई गाइराखेको थिएँ। अनि त्यो गीत चाहिँ कुन चाहिँ हो भनेर भन्दै गर्दाखेरि परमप्रभुले जुटाउनुहुन्छ ब्रदर एड्रियनको गीत जब त्यो वर्सिपमा गाइराखेको थिएँ। अनि त्यो दिन एकजना दाजु पहिलोचोटि चर्चमा आउनुभएको रहेछ, फर्स्ट टाइम पहिलोचोटि। अनि जब चर्च सक्यो है, अनि त्यो दाजु बसिराख्नु भएको थियो। अन्त उहाँले भन्नुभयो आज म पहिलोचोटि चर्च आएको है, अनि संसारको गीतहरू सुन्छु म है, तर यो गीतमा त बेग्लै कुराहरू रहेछ, यति गहिरो नजिकमा लग्यो मलाई। अनि के म गीत सुन्नुको लागि चर्च आउनु सक्छु भनेर उहाँले भन्नुभयो क्या त है। कति राम्रो। हजुर। अनि गीत सुन्नुको लागि म चर्च आउनु सक्छु भनेर भन्दै गर्दाखेरि अन्त मैले भने अभियसली तपाईँ आउनु सक्नुहुन्छ, यो चर्चको ढोका तपाईँको लागि जहिले पनि खुल्ला छ। हजुर। अनि हरेक सन्डे उहाँ आउनु सुरु गर्नुभयो त्यो एउटा गीतको कारणले गर्दाखेरि। मैले ब्रदर एड्रियनसँग यो गवाई विशेष गरी पाक्नुको लागि मैले भनौँ भनेर मैले कति कोसिस गरिराखेको थिएँ है। तर त्यो एउटा समय रहेछ क्या त। यो पोडकास्टबाट नै विशेष गरी उहाँलाई पनि म यो गवाई बाँड्न चाहन्छु है। सायद हाम्रो गीतहरू गाउँदै गर्दा हामीलाई थाहा नहोला, तर काहीँ न काहीँ अघि मैले भने नि फर्स्टमा गीतबाट नै एउटा गस्पल पनि हुँदो रहेछ, सुसमाचार हुँदो रहेछ। अनि उहाँ कन्टिन्यू चर्च आउनु सुरु गर्नुभयो क्या त। 1 वर्ष कहिले बित्यो त्यो थाहा पनि भएन। उहाँले ग्रहण गर्नुभयो। अनि ग्रहण गर्नुभएको बादमा त्यसको बाद ब्याप्टिजम पनि लिनुभयो। अहिले कन्टिन्यू चर्च आइराख्नु भएको छ। हजुर। यानि एउटा गीतको कारणले गर्दाखेरि, हजुर, यानि प्रभुले गर्नु हुँदो रहेछ क्या, काम गर्नु हुँदो रहेछ। यो मैले अरूबाट सुनेको होइन, तर मैले देखेको कुरा हो, यो मैले अनुभव गरेको कुरा। अनि उहाँ दाजु अहिले यहाँ दार्जिलिङ म्युनिसिपालिटीमै काम गर्नुहुन्छ। उहाँको नाम चाहिँ आनन्द मङ्गलाती हो। आनन्द मङ्गलाती। हजुर। उहाँ अहिले चर्चमा हुनुहुन्छ, सङ्गति गरेर राख्नु भएको छ है। कति मजाको कुरो। साँच्चै नै गीतले धेरैजनाको हृदयलाई छुन्छ नि है। अनि तपाईँहरू सङ्गीतकारहरू हुनुहुन्छ, तपाईँले गीत गाइराख्नु भएको छ, सङ राइटिङ पनि गर्नुहुन्छ होइन। एउटा गीत बनिँदै गर्दा, आराधनाको गीत होस्, हिम्स होस्, अथवा कुनै पनि गीतहरू बनि स्तुतिको गीतहरू बनिँदै गर्दाखेरि तपाईँलाई के लाग्छ, त्यो गीतको के चाहिँ इम्पोर्टेन्ट होला त्यो गीतमा? त्यसको सन्देश, त्यसको शब्द, त्यसको धुन, के कुरोले त्यो गीतलाई महत्त्वपूर्ण बनाउँछ, जसमा कि मान्छेहरूको हृदय
छुन सकिन्छ, जसमा कि मान्छेको जीवन परिवर्तन हुन सक्छ गीतले। अथवा के चाहिँ होला त्यो गीतमा, त्यसको शब्दको कारणले गर्दा कि त्यसको धुनको कारणले गर्दा है। अहिले त हामी सेक्युलर वर्ल्डमा त कस्तो कस्तो धुनहरू छ नि है, मान्छेलाई इमोसनल बनाइदिने धुनहरू पनि उनीहरूले बनाइरहेको छ है। तर अहिले भर्खर हाम्रो नाइजल भाइले सेयर गरिराख्नु भएको थियो एउटा व्यक्ति परिवर्तन हुने कुराहरू गीत सुनेर प्रौलाभ पाउनुपर्ने कुराहरू है। अनि तपाईँहरूलाई सोध्नु मन पर्यो के कारणले गर्दा होला एउटा गीतले मान्छेको हृदय छुनुमा सफल भइरहेको छ? विशेष त एकदमै तयारी गरेर बनाएको गीत है। अनि गीतलाई हामीले बनाउँदै गर्दा हामीले सबै क्षेत्रलाई नै हामीले ध्यान दिनु नै पर्ने हुन्छ है। विशेष शब्दलाई धेरैचोटि चाहिँ हामी हाम्रो भावनामा आएर बनाउँछौँ होइन। कतिवटा गीतहरू हामीले चोट पाएर होइन, ठिकै छ त्यो पनि कतिचोटि बनिन्छ त्यसरी पनि। तर अब बाइबल आधारित वचन आधारित जब गीतहरू बनिन थाल्छ अनि त्यो वचनले चाहिँ मान्छेको जीवनमा काम गर्छ जस्तो लाग्छ फर्स्ट अफ मलाई। अनि त्यसमा धुन पनि अब अनिवार्य नै छ होइन, धुन अनिवार्य छ। अनि अरू चाहिँ अर्को कुरा चाहिँ जब हामी प्रार्थनासँगले बनाउँछौँ अनि जब प्रार्थनासँगले बनाएको गीतमा जब त्यहाँनिर प्रभुको एउटा अभिषेक हुन्छ त्यो गीतमा है, मलाई लाग्छ त्यो अभिषेकले चाहिँ मानिसको जीवनमा धेरै फरक पार्छ जस्तो लाग्छ, धेरै काम गर्छ पास्टर बका। अनि हजुर प्रभुको अभिषेक, उहाँको त्यो वचनको त्यो शक्ति है, त्यो कुराले चाहिँ मान्छेको जीवनलाई ठुलो प्रभाव पार्छ अनि मान्छेको जीवनमा परिवर्तन ल्याउँछ अनि काम पनि हुन्छ जस्तो लाग्छ पास्टर मलाई त्यस्तो गीतहरूले चाहिँ। हजुर हजुर। अच्छा पास्टर नाइजलको तपाईँलाई कस्तो लाग्छ एउटा गीत शक्तिशाली हुनु पछाडि एउटा गीतले मान्छेको जीवनलाई परिवर्तन गरिरहेको छ, तपाईँले त्यो गवाई दिनुभयो है। अनि इम्पोर्टेन्ट छ जस्तो लाग्छ के हो भनेर भन्दै गर्दाखेरि हजुर गीतमा होस् या वचनमा होस् हजुर प्रकाश चाहिँ इम्पोर्टेन्ट रहेछ क्या। प्रकाश हजुर परमेश्वरबाट आएको प्रकाश। अनि अघि हामीले कुरा गरिरहेको थियौँ नि यो प्रकाश चाहिँ एआईबाट आउँदैन क्या, आउँदैन। यस। अनि यूहन्ना 4:23 होइन, आराधना गर्नेले चाहिँ आत्मा अनि सत्यतामा गरोस् होइन। एउटा पवित्र आत्मामा भरिएर अनि सत्यतामा जब मान्छे परमेश्वरको उपस्थितिमा आएर जब उसले एउटा गीत बनाउँछ, शब्दहरू कोर्नु थाल्छ, त्यो त माथिबाट आउने कुरा हो नि त है। अब हाम्रो भावनाले चाहिँ मान्छेलाई छुँदैन तर प्रकाशले चाहिँ छुन्छ क्या। यस यस। अनि प्रकाश चाहिँ इम्पोर्टेन्ट जस्तो लाग्छ। कति शक्तिशाली कुरो है, तपाईँहरू दुवैजनाले भनिराख्नु भएको थियो अनोइन्टिङको कुराहरू, अभिषेकको कुराहरू, प्रकाशको कुराहरू। अनि साँच्चै नै डेभिडले है बिना बजाउँदा होइन त्यो इन्स्ट्रुमेन्ट प्ले गर्दाखेरि सावलको शरीरबाट त्यो दुष्ट आत्माहरू निस्किन्थ्यो भन्छ नि होइन। त्यो त दुष्ट आत्मा त्यसै निस्किएको होइन नि त होइन, किनकि त्यहाँ अभिषेक थियो नि त है। त्यसै कारण मलाई के लाग्छ भने अब ओल्ड टेस्टामेन्ट अनुसार त टेबरनेकल होइन पुरानो नियममा हामी पाउँदछौँ, त्यहाँ भएको प्रत्येक थोकहरूलाई कति दिनसम्म उनीहरूले सेन्टिफाई गर्थ्यो क्या, शुद्धिकरण गर्थ्यो अनि त्यसलाई पूर्ण रूपमा प्रभुमा अर्पण गर्थ्यो। अनि त्यो कुरोहरू हरेक थोकहरू नै शक्तिशाली हुन्थ्यो टेबरनेकल भएको भित्र भएको। अनि चर्चमा मलाई लाग्छ अहिले हामी आराधना गर्छौँ, हामीले चर्चमा बजाइरहेका छौँ, विभिन्न इन्स्ट्रुमेन्टहरू हामी प्ले गर्छौँ होइन। म आफै त्यही चर्चको इन्स्ट्रुमेन्टहरू जो पाएँ त्यसलाई छुनु दिँदिनँ है। अब सायद म त त्यस्तो गर्छु, सबैले गर्छ गर्दैन मलाई थाहा छैन। कि मेरो बिलिफ के छ भने यो इन्स्ट्रुमेन्टहरू साधारण इन्स्ट्रुमेन्ट होइन। हजुर हजुर। किनकि यो इन्स्ट्रुमेन्टबाट प्रभुको भजनहरू गाउँछ, गीतहरू गाउँछ, आराधनाहरू हुन्छ। अनि इभन इन्स्ट्रुमेन्टबाट पनि अभिषेक फ्लो हुन्छ भन्ने चाहिँ मेरो बिलिफ छ। ठिकै हो है। अनि त्यसै कारण त्यसलाई चलाउनको निम्ति, त्यसलाई बजाउनको निम्ति पनि जीवन त्यस्तै हुनु पर्यो। हजुर होइन, प्रभुमा समर्पित व्यक्तिहरूले नै त्यो कुरोहरूलाई प्रयोग गरेको हुनु पर्यो भन्ने चाहिँ मेरो बिलिफ छ। अनि अहिले त अब कतिवटा ठाउँमा दुःख लाग्दो कुरो है, मान्छेले ट्यालेन्टलाई ज्यादा प्रायोरिटी दियो नि त। इभन अब गिटार बजाउनु आउँछ भनेपछि उहाँलाई वर्सिप लिडर बनाइहाल्छ होइन, आराधना गर्नु दिइ पनि हाल्छ।
प्रभुको नजिक जानु, प्रभुको वचनको गहिराइमा डुब्नु त सेकेन्डरी भइरहेको छ क्या। अनि यो चाहिँ एउटा मलाई लाग्छ यसले चर्चलाई ठुलो ड्यामेज गर्छ। ठिकै हो होइन, त्यति ट्यालेन्टेड नहोस् तर प्रभुमा चाहिँ एटलिस्ट समर्पित होस्, प्रभुको वचनमा जिउने व्यक्ति होस् न, होइन, त्यो नै ठुलो कुरो हो नि त है। अनि तपाईँले शक्तिशाली एउटा अनोइन्टिङको कुराहरू र प्रकाशको कुराहरू, मण्डली त प्रकाशले नै चल्छ नि त है। प्रकाश मण्डलीमा छैन भने त मण्डली त तुरे नि, होइन, प्रकाशले नै मण्डलीलाई चलाउँछ। त्यसै कारण हजुर अहिलेको अब समयमा होइन, जब हामी देख्छ भने जब हामी आराधनामा खडा हुन्छौँ त्यो क्षणमा चाहिँ मानिसको अगाडि होइन नि त हामी त, हजुर हजुर होइन। अब मानिसको अगाडि चाहिँ होइन, तर परमेश्वरको अगाडि पवित्र आत्माको उपस्थितिमा अब त्यो कुरो चाहिँ एकदमै इम्पोर्टेन्ट जस्तो लाग्छ मलाई चाहिँ है। अनि जब हामी परमेश्वरको अगाडि उहाँको उपस्थितिमा खडा हुन्छौँ अनि स्वर्ग र पृथ्वी जोडिने क्या काम भइराखेको हुन्छ त्यति बेला चाहिँ आराधनामा। अनि अहिले चाहिँ अब चर्चभित्र के भइरहेछ भन्दाखेरि ट्यालेन्ट, उसले गिटार बजाउन सक्छ त, उसले ड्रम बजाउन सक्छ त, उसले किबोर्ड बजाउन सक्छ त, सक्छ भनेर होइन नि, तर यति ठुलो जिम्मेवारी हो क्या आराधना भन्ने कुरो चाहिँ, यति ठुलो जिम्मेवारी हो। अनि त्यो जिम्मेवारीको भार चाहिँ कसकोमा आएको छ भनेर भन्दै गर्दाखेरि चाहिँ वर्सिप लिडरको हातमा छ, म्युजिसियनहरूको हातमा छ। किन भन्दाखेरि स्वर्ग र पृथ्वीलाई जोडिराखेको छ नि त त्यति बेला नि। अनि यहाँ ट्यालेन्टले चल्दैन नि अब है। यस्तो समय आइसकेको छ, यति बेला त चर्चभित्र कस्तो शक्तिशाली हो, किन भन्दाखेरि प्रेरितमा होस् चाहे अन्तिम समयमा म मेरो आत्मा मण्डलीमा अनि यो समय हो नि त त्यो चाहिँ। अनि आराधना गर्नेहरूले पनि एकदमै बुझ्नु अनिवार्य छ। वरदान हो तर ठुलो कलिङ पनि हो क्या, जिम्मेवारी हो। अनि यो कलिङलाई पनि बुझ्नुपर्छ जस्तो लाग्छ। प्रभुको आत्मा बिना त हामी के पनि छैन। हो नि, प्रभुले भन्नुभएको छ त्यो प्रतिज्ञाहरू योवेल 2:28-29 पदतिर होइन, प्रभुले आफ्नो आत्मा खन्याउँछौँ। त्यो दिनहरू अहिले नै हो, हामीले प्रभुको आत्माबाट रिसिभ गर्नुपर्ने समय यही नै हो है। अनि यति बेला चाहिँ हामी सायद फोकस चाहिँ हाम्रो प्रभुमा हुनुपर्छ, हाम्रो केन्द्रबिन्दु चाहिँ प्रभु नै हुनुपर्छ। हामीले गर्ने मिनिस्ट्रीको, हामीले गाउने गीतको, हामीले बजाउने इन्स्ट्रुमेन्ट जे पनि हामी गर्छौँ त्यसको केन्द्रबिन्दु चाहिँ सायद प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ है। र अन्ततिर आइरहेका छौँ। आजको एपिसोड एकदमै मजाको भइरहेको छ है। समयको पाबन्दीले तपाईँहरूसित बात त गरिरहनु मन छ तर समयको पाबन्दीले गर्दा म अन्ततिर आइरहेको छु। तपाईँहरू दुवैजना म्यारिड हुनुहुन्छ होइन, तपाईँको श्रीमती पास्टर आमा हुनुहुन्छ, छोरो छ है। अनि हाम्रो पास्टर नाइजलको पनि पास्टर आमा हुनुहुन्छ होइन, छोरी छ 9 years old। तपाईँहरू एउटा पास्टर पनि हुनुहुन्छ, घरको बाउ पनि हुनुहुन्छ, श्रीमान पनि हुनुहुन्छ होइन। अनि तपाईँहरू म्युजिसियन्स पनि हुनुहुन्छ होइन। कस्तो प्रकारले ब्यालेन्स गर्नुहुन्छ? कोही बेला गाह्रो पर्दैन तपाईँहरूलाई कि पास्टर आमाले के हो बाहिरै मात्र कुदिरहेको छ, घरि कहाँ स्टुडियोमा भन्छ, घरि कहाँ प्रोग्राममा भन्छ, यहाँ घरमा लथालिङ सम्हाल्नुपर्छ तपाईँहरूलाई यो प्रकारको कुरोहरू? कोही बेला मण्डलीमा पनि हाम्रो पास्टर बाबु त है प्राय स्टुडियोतिर कता हुन्छ, यस्तो कुनै कुराहरू तपाईँ कस्तो प्रकारले चाहिँ तपाईँहरूले ब्यालेन्स गरिराख्नु भएको छ यो कुरोहरूलाई? ज्यू पास्टर भाइ, यो कुरा पास्टर भाइले गर्दै हुनुहुँदाखेरि है, विशेष गरी त मेरो परिवार चाहिँ एकदमै मेरो लागि एकदमै सहयोगी भनौँ न, अब एकदमै सपोर्ट गर्छ हरेक कुरोमा। अनि हामीले हरेक कुरोलाई ब्यालेन्समा ल्याउन चाहिँ जरुरी छ है। अब हामी एकतर्फे मात्रै गयौँ भने चाहिँ फेरि त्यो ट्रेन चाहिँ अब लिक बिना कुदे जस्तो मात्रै हुन्छ फेरि हो। अनि हामीले ब्यालेन्समा ल्याउन जरुरी छ। र मलाई कोही बेला अनुभव चाहिँ हुन्छ पास्टर भाइ, जस्तै अब कोही बेला गीत सङ्गीतमा जानुपर्छ, रेकर्डिङ गर्ने कुरा हुन्छ, प्रोग्रामतिर बोलाइरहेको हुन्छ, गाउनु पर्ने गस्पलतिर जानुपर्छ, अनि जाँदै गरेको हुन्छ जाँदै, तर कोही बेला भित्रबाट फेरि थाहा हुन्छ होइन मलाई यो कुरा अलिकति अब म बेसी हुँदैछ मेरो होइन, मैले मण्डलीलाई एकदमै ध्यान दिनुपर्छ। अनि त्यस समय फेरि नै आफ्नो मण्डलीमा आयो, अनि मण्डलीमा एकदमै समय दिने कुराहरू अनि परिवारलाई समय दिने कुराहरू पास्टर भाइ, त्यसरी नै हरेक कुरा अब ब्यालेन्समा नै गर्नुपर्ने कुराहरू छ पास्टर भाइ। अनि यसरी मिलाउँदै है गरिरहेका छौँ अनि प्रभुको काम भइरहेको छ। हजुर,
तपाईँको फ्यामिली तपाईँको सेवाकाईलाई तपाईँको यो म्युजिकको क्षेत्रमा एकदम सपोर्टिभ हुनुहुन्छ उहाँ? हजुर एकदम मेरो वाइफ एकदमै अब उनीहरूले म्युजिकलाई बुझेको छ, फेरि क्या सङ्गीतलाई बुझेको छ, सेवाकाईलाई पनि बुझेको छ। अनि मेरो वाइफ र मैले पनि केही दिन अगाडि हामी दुईजनाले एउटा गीत गाएका छौँ, वेडिङ सङ गाउनुहुन्छ। एकदमै मिठो, तपाईँले युट्युबमा पाउनुहुन्छ त्यो तिमीलाई भन्ने गीत छ है त्यो गीत। अनि मेरो छोरा एकदम राम्रो ड्रमर हो, अनि उसले अहिले क्लास गरिरहेको छ, प्लस उसले सेवाकाई पनि बुझ्छ क्या। अनि मेरो छोरा सन्डे अब होइन ऊ एकदम राम्रो ड्रमर हो, एकदमै राम्रो छ। तर सन्डे बिहान उसको काम चाहिँ के हो भन्दाखेरि ऊ आफै उठ्छ, अनि चर्चमा झाडु लिएर जान्छ, अनि उसले चर्च बढाल्छ क्या, चर्च बढाल्छ, साफसफाइ गर्छ, चियरहरू मिलाउँछ, पुसपास गर्छ, अनि आराधनाको गीतहरू त्यहाँ लगाइरहेको हुन्छ क्या। अनि अब हुन त मैले मेरो छोरालाई यस्तो गऱ्यो भनेर म भनि त हालेको छुइनँ, भन्दिनँ पनि, तर म त्यो कुरा देख्दा मलाई धेरै खुसी लाग्छ। अनि एउटा कुरो चाहिँ के भन्दा मेरो छोराले सेवाकाईलाई बुझेको छ क्या, सेवाकाई कसरी गर्नुपर्छ, प्रभुको हृदयलाई उसले बुझेको छ। अनि परिवारले त्यसरी सपोर्ट गरेको देख्दा धेरै खुसी लाग्छ पास्टर। अनि मैले त्यस्तो टेन्सन लिनुपर्ने कुरै छैन है। यदि म कहीँ सेवाकाई गयो भने उहाँले बुझ्नुहुन्छ, मण्डली पनि एकदमै सपोर्टिभ छ, मण्डलीले बुझ्नुहुन्छ है। विशेष त अब यो क्रिसमसको समयहरू आयो, धेरैचोटि यताउता बाहिरतिर बोलाउनुहुन्छ गस्पलको लागि, अनि मण्डलीले भन्नुहुन्छ ल है पास्टर बा हामी योपालि सबै कुरो मिलाइहाल्यौँ है, तपाईँ त बाहिर फेरि बेसी जानुहुन्छ, अनि यता पनि मिलाइहाल्यौँ है, चर्चतिर पनि के गर्नु कसो गर्नु भनेर यसरी सबैले नै सपोर्ट गरिरहनु भएको छ, र नै यसरी एउटा फलदायक सेवाकाई भइरहेको छ। हजुर हजुर। पास्टर नाइजल तपाईँले कस्तो प्रकारले म्यानेज गर्नुहुन्छ? विशेष गरी त फर्स्ट त परमेश्वरै आउँछ होइन, त्यसको बादमा परिवार होइन, अनि त्यसको बादमा सेवाकाई नै हो। अनि परिवारको सपोर्ट बिना यहाँसम्म आउनु असम्भव नै छ मेरो लागि। अब मेरो श्रीमती छ नै त म यहाँसम्म आएको छु। यदि उसले सपोर्ट नगरेको भएदेखि गाह्रो नै हुन्थ्यो होइन। आज बिहान पनि आउने बेलामा तपाईँ यो लगाएर जानु है भनेर भन्दै कति राम्रो, हजुर यो लगाएर जानु है भनेर। अनि के भन्छ, बिहान कहीँ जानुभन्दा अगाडि चाहिँ म के गर्छु भन्दाखेरि के लाउनु भनेर सोध्छु क्या जहिले पनि। अन्त उसलाई नै भन्छ यो लाउनु न यो लाउनु न भनेर। अन्त एकदमै अब हाम्रो त झन् मेन चर्च माथिल्लोपट्टि भएको कारणले गर्दाखेरि, एउटै बिल्डिङमा भएको कारणले गर्दा अब मान्छे धेरै आउने गर्छ, विश्वासीहरू धेरै आउने गर्छ। अनि उसँग ज्यादा अब बोल्दैन ऊ है, एकदमै सोझो। अनि मसँग भन्दाखेरि पनि ज्यादा उसँग क्या अब एकदमै बस्ने है, बात गर्ने रुचाउने धेरै मान्छेको अब प्यारो छ भनौँ न। हजुर हजुर। अनि त्यही कारण धेरै सपोर्ट गर्छ। अनि मेरो छोरी छ 9 वर्षको है, अब उसलाई त कतिवटा कुराहरू थाहा छैन, सिक्दैछ। उसले पनि गाउँछ है, एकदमै सिकिराखेको छ। अनि यसरी नै हामीले प्रभुको सेवाकाई परिवारले गरिराखेको छ। कति राम्रो। आज केही भन्नु मन छ तपाईँलाई यसो पास्टर आमालाई? ज्यू मेरो हजुर वाइफ पनि एकदमै अब सपोर्ट गर्नुहुन्छ होइन। धेरै धेरै सङ्घर्ष गर्नुहुन्छ क्या उहाँले। अब जस्तै अब एउटा चर्च घर हो होइन पास्टरमा, कति गेस्टहरू आउनुहुन्छ होइन, कति पाहुनाहरू आउनुहुन्छ। अनि उहाँले आमाहरूको झुन्डलाई पनि अब मण्डलीमा आमा सेवाकाईमा अगुवाई गरिरहनु भएको छ, आमालाई दोहोऱ्याउने। अनि चर्चमा पाहुनाहरू आउनुहुन्छ, पाहुनाहरूलाई स्याहार सुसार पनि त्यस्तै क्या। अनि सबले भन्नुहुन्छ पास्टर न्यामीले बनाएको खाना त साह्रै मिठो भनेर भन्नुहुन्छ, मिठो खाना बनाउनुहुन्छ। अनि अर्को कुरो चाहिँ गाउँघरमा कतिजना वृद्ध आमाहरू हुनुहुन्छ क्या, वृद्ध आमाहरू जसको घरमा एकजना आमा हुनुहुन्छ, जसको घरमा कोही पनि छैन, उहाँको घरमा एक्लै बस्नुहुन्छ, धेरै वृद्ध हुनुहुन्छ। अनि मेरो वाइफले उहाँलाई चाहिँ साह्रै माया गर्नुहुन्छ क्या। हुन त सबैलाई माया गर्नुहुन्छ, तर कस्तो भन्दाखेरि कोही बेला उहाँको घरमा जाने, उहाँलाई खाना पकाइदिने, उहाँको घरमा साफसफाइ गरिदिने, उहाँलाई कतिवटा कुराहरू सहयोग गर्ने क्या। अनि यो कुरोहरू देख्दाखेरि चाहिँ अब एकदमै उनीहरूले प्रभुको सेवाकाईलाई बुझेको छ है।
अनि यो कुरो चाहिँ म साह्रै खुसी लाग्छ पास्टर क्या। अनि म अब धन्यवाद पनि दिन चाहन्छु मेरो वाइफलाई, मेरो छोरालाई, हाम्रो परिवारलाई। हजुर। पास्टर नाइजल आज बहिनीलाई के भन्ने, यसो थ्याङ्क यू भन्नु मन छ भने यसो भनिदिनुहोस् आज। भन्ने हो नि है। विशेष गरी गाह्रो छ पास्टर नि आमाहरूलाई, मेरो मात्र होइन क्या, अब अरू पास्टर नि आमाहरूलाई, तपाईँको पनि कुनै पनि उहाँहरूलाई धेरै अब गाह्रो छ बिचरा। उहाँहरू अब कस्तो भन्दाखेरि शरीरमा कमजोरी छ नि त है, तर पनि त्यो थाके भन्ने चाहिँ त्यो निकाल्दैन क्या शब्द। खानाहरू बनाउनु, चियाहरू बनाइदिइरहनु, अब दिनमा सोच्नु न 10जनालाई चिया बनाउनु भन्ने कति गाह्रो हुन्छ, तर पनि केही भन्दैन क्या। अनि धन्यवाद विशेष गरी है तिमीले गरिराखेको सबै क्षेत्रमा है धन्यवाद भन्न चाहन्छु। तिमी जस्तो सहयोगी मैले पाउन सकेँ। कति मजाको कुरो है। आज सायद पास्नी आमाहरूले हेर्नुहुन्छ होला यो एपिसोड है। अनि सायद अब यो धन्यवाद सुनेर झन् जोसिलो भयो एकदमै है। ओहो आज बिहान आउँदै गर्दाखेरि के भन्दै थियो, तपाईँ के भन्नुहुन्छ भनेर भन्दै थियो। अब त झन् जोसिलो भएर सेवाकाई गर्छ होला है अब त। अझै कुरा जोड्दै जाँदा पास्टर मेरो वाइफको मलाई अझै कतिवटा कुराहरू याद आयो क्या। हुन्छ अब यत्रो वर्ष भयो क्या पास्टर भएको, पास्टरमा मतलब अब हामीले सेवाकाई गरेको, तर एउटा डिमान्ड हुन्छ नि क्या एउटा वाइफहरूको क्या। त्यस्तो त्यो एउटा डिमान्ड चाहिँ अहिलेसम्म गरेको चाहिँ मलाई अब थाहा लाग्दैन पास्टर क्या। अरूको त यस्तो छ, मेरो किन छैन होइन, अरूले त यस्तो लगाइरहेको छ त, मेरो किन छैन भन्ने कुरो क्या अहिलेसम्म एक शब्द पनि उसको मुखबाट निक्लिँदैन क्या पास्टर। अनि एकदमै म धन्यवाद दिन्छु। धेरैचोटि चाहिँ म आफै नै बुझेर धेरै कुराहरू म ल्याउने गर्छु उसको लागि। हजुर दिन्छु होइन, तर अब हुन्छ नि उसको त्यो हृदयको लागि चाहिँ म नि एकदम प्रभुलाई नै धन्यवाद दिन्छु। हजुर प्रभुले बनाउनु भएको जोडी हो हजुर, है, प्रभुले पर्फेक्ट नै बनाउनुहुन्छ होइन। अनि तपाईँहरू आज पास्टर नि आमा तपाईँको श्रीमती पनि सेवाकाईमा हुनुहुन्छ है, कति गर्वको कुरो हो है। अनि म अनि मेरो श्रीमती पनि हामी दुईजनै सेवाकाईमा छौँ है। अनि साँच्ची नै श्रीमतीहरू प्रभुको नजिक भएको श्रीमतीहरूले है श्रीमानलाई बुझ्छ, उसको मिनिस्ट्रीलाई पनि बुझ्छ, सेवाकाईलाई बुझेको हुन्छ है। अनि त्यो हाम्रो निम्ति एउटा ठुलो स्ट्रेन्थ हो है, शक्ति हो। अनि मैले त भन्नु नपर्ने हो, तर पनि आज तपाईँहरूको यो कुरा सुन्दै गर्दाखेरि म पनि मेरो श्रीमतीलाई थ्याङ्क यू भन्न चाहन्छु है। उहाँले पनि मलाई धेरै सहयोग गरेको छ, अनि उसको कारणले गर्दा म यहाँसम्म आइपुगेको छु है। प्रभुको हात त छँदैछ, तर पनि एउटा प्रभुले भेटाउनु भएको श्रीमती हो। अनि उहाँले मलाई अहिलेसम्म साथ दिइरहेको छ है, अनि भविष्यमा पनि दिनुहुन्छ। र प्रभुलाई धन्यवाद भएको होस्। र अन्तमा पास्टर प्रज्वल अनि पास्टर नाइजललाई तपाईँको एउटा कुनै मेसेज तपाईँले यदि दिन चाहनुहुन्छ छोटकरीमा। आज धेरै भाइ बहिनीहरू छ होइन, धेरै यङ पास्टर्सहरू हुनुहुन्छ जो सेवाकाईमा तपाईँहरू जस्तै सेवाकाई गरिराख्नु भएको छ। तपाईँहरू जस्तो गाउनु इच्छा गर्ने होइन, स्टुडियोमा रेकर्डिङ गर्नु इच्छा गर्ने होइन, वर्सिप गर्नु चाहने, गीत लेख्नु चाहने यस्ता व्यक्तिहरू धेरै छन् त हाम्रो इसाई जगतमा। अनि तपाईँले उहाँहरूलाई यसो 2 शब्द उत्साहको 2 शब्द के भन्न चाहनुहुन्छ भने यसो पास्टर प्रज्वललाई। र विशेष अहिले आउँदै गर्नुभएको है विशेष जवानहरू भाइ बहिनीहरू, म एउटै कुरो भन्न चाहन्छु, हामीले प्रभुको समयलाई चाहिँ पर्खिनुपर्छ। अनि हामी आत्तिनु हुँदैन, हामीले धैर्य गर्नुपर्छ है। ऊ त त्यहाँ पुगिसक्यो, म कहिले पुग्ने भन्ने यस्तो खालके कुरा, यस्तो खालके विचारहरू चाहिँ हामीले ल्याउनु भएन। प्रभुको समयलाई पर्खिनु पर्यो। अनि प्रभुको समयमा चाहिँ सबै कुरो सुन्दर हुन्छ क्या, एकदमै सुन्दर हुन्छ। प्रभुको जब समय आउँछ त्यो समयमा चाहिँ प्रभुले उहाँले उचाल्नुहुन्छ है, उहाँले नै सबै कुराहरू मिलाउनुहुन्छ। त्यही कारणले गर्दाखेरि अरूसँग कम्पेयर पनि नगर्ने क्या, अब जस्तै अरूसँग तुलना नगर्ने। ऊ त यस्तो छ, म त किन यस्तो छुइनँ, ऊ त यहाँ पुग्यो, म किन त्यहाँ पुग्नु सकेको छुइनँ भन्ने कुराहरू। अनि
अरूको खुसीमा खुसी पनि हुन सिक्नुपर्छ फेरि है, एकदमै खुसी हुनुपर्छ, उत्साह दिनुपर्छ अनि धैर्य गर्नु पर्यो, प्रभुको समयलाई नै पर्खिनु पर्यो। तपाईँले मेरो कुराहरू, मेरो जीवनको गवाईलाई तपाईँले सुन्नुभयो होइन। एक समय थियो स्टुडियो भोकल छैन भनेर, तर आज मैले पछाडि फर्केर हेर्नु परिरहेको छैन, यो सबै कुरो प्रभुको समय रहेछ अनि तपाईँहरूको जीवनमा पनि प्रभुको समय फर्केर आउँछ। धैर्य चाहिँ गर्नुहोस्। पास्टर नाइजल, तपाईँले केही भन्न चाहनुहुन्छ? तपाईँको उत्साहको 2 शब्द। विशेष गरी आफ्नो पहिचान के हो, आइडेन्टिटीलाई चाहिँ स्पष्ट जान्नुपर्छ। म को हुँ, आफ्नो कलिङलाई। हजुर हजुर हजुर। अनि अर्को कुरो चाहिँ के हो भनेर भन्दै गर्दाखेरि परमेश्वरले दिनुभएको उद्देश्य, पर्पोज बुझ्नुपर्छ क्या। परमेश्वरले मलाई वास्तवमा के को लागि बोलाउनु भएको है, कसैको कपी नगर्ने। अघि हाम्रो प्रजाले भनेअनुसार कपी धेरैचोटि चाहिँ हामी कपी गर्छौँ होइन, तर परमेश्वरले तपाईँलाई के दिनुभएको छ त्यो कुरो चाहिँ तपाईँले स्पष्टसँगले जान्नु पर्यो। जुन दिन तपाईँले त्यो कुरोलाई जान्नुहुन्छ तपाईँलाई अगाडि बढ्नु सजिलो हुन्छ क्या, मजा आउँछ। किन भन्दाखेरि त्यो त हामीले कोसिस गरेको हो नि त, हामीले गर्दै गरेको त, तर परमेश्वरले दिनुभएकोमा त उहाँले हेल्प गर्नुहुन्छ नि त, हामीलाई सहायता गर्नुहुन्छ होइन। अनि अर्को कुरो चाहिँ समय, सबैभन्दा धेरै गुमाउने पनि समय हो है। अनि अर्को कुरो सबैभन्दा धेरै पछताउनु पर्ने पनि समय नै हो। अनि आजको युगमा हामी हेर्छौँ भने फोनको कारणले गर्दाखेरि धेरै समय बर्बाद भइराखेको छ क्या। बरु समय खर्च होइन, निवेश गर्नुपर्छ हामीले प्रभुको उपस्थितिमा गएर। अनि जब हामी त्यो कुरोलाई गर्छौँ भने परमेश्वरले हामीलाई भर्दै लानुहुन्छ क्या। अनि त्यो कुरो चाहिँ मलाई एकदमै लाग्छ। प्रभुको समयलाई पनि पर्खिनु पर्ने हुन्छ है। मोबाइल अब ज्यादा जस्तो मोबाइलले समय लान्छ। अहिले युथहरू देख्छौँ भने है प्रायः जस्तो नै अब त्यो बजारमा हिँड्दै गर्दाखेरि पनि अगाडिबाट गाडी आउँदैछ, मान्छे आउँदैछ, आफन्त आउँदैछ, को आउँदैछ थाहा हुँदैन अगाडि, हेर्नुहोस् त अहिले त्यस्तै प्रायः जस्तो। अनि घरमा बस्दै गर्दाखेरि पनि अब त्यो नै प्रायः, अब त्यसले हामीलाई छुको छैन भनेको होइन, हामीलाई पनि धेरैचोटि त्यो कुराहरूले हामीलाई छुइराखेको छ। त्यसलाई प्रयोग गर्नु चाहिँ सिक्नु पर्यो। हजुर हजुर। अनि प्रभुको उपस्थितिमा नि खर्च गर्नुपर्छ। त्यो राम्रो कुरो। थ्याङ्क यू। तपाईँहरूको यो शब्दहरूले सायद धेरै जवानीहरू है जो म्युजिक थ्रु प्रभुको सेवा गर्न चाहन्छ उहाँलाई आज ठुलो उत्साह मिलेको छ भन्ने मेरो आशा छ। अनि अन्तमा आउँदै गर्दाखेरि पास्टर प्रज्वल, पास्टर नाइजललाई तपाईँहरू दुईजनाले मिलेर गाउनुभएको कुनै गीतहरू त्यस्तो कुनै छ तपाईँहरूले धेर थोक तपाईँले गाउनुभएको त्यस्तो गीतहरू? एउटा कृष्ण भजन हुनु त छ, धेरै गीतहरू छ हामीले गाएको, तर तीमध्ये चाहिँ हामीले ख्रीष्ट भजनबाट स्तुति होस् प्रभुको जय जयकार, जुन चाहिँ यो चाहिँ प्रभु भोजको समयमा गाउने गर्छ हामीले। यो चाहिँ कस्तो भन्दाखेरि जब हामी बेङ्गलोर गएका थियौँ दाजुभाइ, सायद हामी सेवाकाईको लागि नै गएका थियौँ है भेल्लोर गएका थियौँ, भेल्लोर। अनि भेल्लोर ट्रिटमेन्टको लागि होइन, भेल्लोरमा हामी सेवाकाईको लागि नै गएका थियौँ। त्यस पछाडि भेल्लोरबाट हामी दाजुभाइ जाउँ न त बेङ्गलोर पनि जाउँ, त्यहाँ मण्डलीहरू छ, हाम्रो कतिजना चिनाजाना दाजुभाइहरू छ, अनि जाउँ गएर भेटघाट गरेर आउँ भनेर जाँदाखेरि चाहिँ त्यहाँनिर हामीले जाँदा मेरो भतिज शुभम सिंह जसले धेरै आराधनाको गीतहरू पनि गाउनु छ, अब म गर्दछु भन्ने गीत उहाँले बनाउनु भएको, उहाँले शब्द लेख्नु भएको, शब्द सङ्गीत उहाँको। अनि उहाँले चाहिँ राम्रो एरेन्जहरू गर्नुहुन्थ्यो। अनि मलाई कस्तो लाग्यो भन्दा हामी बेङ्गलोर आएको छौँ दाजुभाइ, एउटा गीत गरिराखौँ न त सम्झनाको लागि है, हामीले दाजुभाइले गाएको यो गीत भनेर चाहिँ। अनि यो गीत मलाई धेरै पहिलादेखि गाउने इच्छा पनि थियो, अनि हामीले त्यहीँ सल्लाह गरेर यो गीत हामीले रेकर्डिङ गऱ्यौँ। स्तुति होस् प्रभुको जय जयकार। हजुर। अनि यो गीत हजुर एकदमै राम्रो गीत छ। हामी चर्चमा प्रायः जस्तो यो प्रभु भोजको समयमा, तपाईँले ठिकै भन्नुभयो, प्रभु भोजको समयमा म आफै पनि यो गीत धेरै गाउने गर्छु। तपाईँहरू जतिको त छैन, अलिअलि कोसिस गर्छु। र तपाईँहरूले गाउनुभएको यो गीत साँच्चै नै एकदमै मिठो छ है, गहिरो छ है, साँच्चै नै प्रभुको उपस्थितिले, अभिषेकले भरिएको गीत।
अनि प्रायः सबै चर्चमा यो गीत गाउने गर्छ। तपाईँहरू दुईजनाले भ्यालोरबाट फर्किँदा हजुर तपाईँले बेङ्गलोरमा हजुर आउँदाखेरि तपाईँले हामी गाउनु विशेष गरी बेङ्गलोरमा पनि सेवाकाईको लागि गएको थियौँ। अनि हामीले ठुलो मौका पनि पायौँ है। विशेष गरी त्यो भ्यालोरको च्यापलमा चाहिँ प्रचार गर्ने मौका पनि, त्यो पनि हिन्दीबाट आराधना गर्ने हिन्दी सर्भिसमा त्यहाँनिर च्यापलहरूबाट आराधना गर्ने त्यो मौका दिनुभयो। अनि त्यति बेला चाहिँ हामी बेङ्गलोर एक दिनको लागि गएको थियौँ। अनि त्यति बेला चाहिँ यो कृष्ण भजनको गीत हो है। हुन त यो गीत धेरैले पनि गाउनु भएको छ पास्टर क्या। अब यो चाहिँ फेरि अब गलत मेसेज नजाओस् कि हामीले यो गीत चाहिँ हामीले गाएको भन्ने है, भरे फेरि कतिले त्यो सोच्ला। यो स्तुति होस् प्रभुको जय जयकार, यो धेरै थुप्रैले नै गाउनु भएको छ। अनि हामीले पनि यसो गाउने मौका हामीले पायौँ है, रेकर्डिङ गऱ्यौँ। हजुर 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 हुन्छ। थ्याङ्क यू पास्टर प्रज्वल, पास्टर नाइजल। तपाईँहरूसित साँच्चै नै आजको यो एपिसोड एकदमै आशिषमय भएको छ। अनि तपाईँको फेथको यो जर्नीलाई आज फेथ पायलको यो प्लेटफर्मबाट राख्नु पाउँदा है, साँच्चै नै म आशा गर्छु हाम्रो सुन्ने जति पनि दर्शकहरू छ है, उहाँहरूको निम्ति एउटा ठुलो इन्सपिरेसन बनेको छ है। अनि उहाँहरूको निम्ति एउटा ठुलो आशिष बनेको छ है। यो तपाईँको जर्नीलाई सुन्दै गर्दाखेरि तपाईँहरूले जर्नी सँगसँगै तपाईँले धेरैवटा कुराहरू भनिराख्नु भएको थियो। तपाईँले एक्सपिरियन्स गरेको कुराहरू सेयर गर्दै गर्दा तपाईँले धेरैवटा कुरोहरू आउँदै गरेको जेनेरेसनको निम्ति पनि तपाईँहरूले कतिवटा सजेसनहरू दिइराख्नु भएको थियो। साँच्चै नै यो ठुलो आशिषको कुरो हो। र फेरि पनि म तपाईँलाई हाम्रो फेथ फाइलको बिहाफमा म फेरि पनि धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको समयको लागि, तपाईँहरूको जर्नी जो तपाईँले आएर सेयर गरिदिनु भयो हाम्रो स्टुडियोमा आएर। र थ्याङ्क यू सो मच पास्टर प्रज्वल, पास्टर नाइजल। अनि हामी आशा गर्छौँ प्रभुले तपाईँलाई आगामी दिनहरूमा अझै शक्तिशाली रूपमा प्रयोग गर्नु नै हुनेछ है। अनि अन्तमा बिदा हुँदै गर्दाखेरि सायद अब क्रिसमस आउँदैछ है, क्रिसमस आउँदै सायद तपाईँहरूको कुनै प्रोजेक्ट होला क्रिसमसको नजिक, क्रिसमसको सङ्ग्सहरू त्यस्तो केही गर्नुभएको छ? हजुर हजुर, हाम्रो गीतहरू आइरहेको छ। हजुर, भाइ नाइजलको पनि आइरहेको छ। अनि मेरो पनि हजुर रेकर्डिङ हजुर नयाँ प्रोजेक्टहरू आउँदैछ, काम भइरहेको छ पास्टर। मेरो चाहिँ रेकर्डिङ भइसक्यो। मैले मेरो साथी ड्यानियल गदाल जुरा प्लस उहाँहरूसँग मिलेर चाहिँ उहाँहरूको एरेन्जमा एउटा गीत गाइरहेको छु। यो शब्द सङ्गीत चाहिँ हाम्रो आदरणीय सर सिलास पिपन सरको शब्द सङ्गीत हो। अनि धेरै पुरानो गीत हो क्या, तर योपालि एउटा नयाँ म्युजिकमा गाइरहेको छु। र अहिले मास्टर मिक्सिङको काम भइरहेको छ। अब चाँडै नै त्यो आइरहेको छ। मेरो साथी आदम आले उहाँको अल्फा ओमेगा मिडियाबाट चाहिँ यो गीत आइरहेको छ, क्रिसमस सङ। हजुर हजुर। तपाईँहरूले डेट कुनै फिक्स भएको छैन रिलिज गर्ने? त्यो मेरो चाहिँ भएको छैन। मेरो चाहिँ प्रायः सायद आज मिक्सिङ कम्प्लिट हुन्छ होला। अनि यो शब्द सङ्गीत चाहिँ हाम्रो कालिम्पोङ आदरणीय रबिन सरको हो। हजुर। अनि सायद यो डिसेम्बर फर्स्ट विकमा नै सायद मैले सोचिरहेको छु। हुन्छ, थ्याङ्क यू। र दर्शकवृन्द, आज हामी आशा गर्छौँ तपाईँहरूलाई यो एपिसोड तपाईँहरूले सुन्दै गर्दाखेरि तपाईँहरूले आशिष आजको एपिसोडबाट बटुल्नु भएको छ। हामीसित पास्टर नाइजल, पास्टर प्रज्वल हामीसित हुनुहुन्थ्यो। अनि उहाँहरूको जर्नी यति प्रभावशाली जर्नी, आशिषमय जर्नी। उहाँहरू ग्राउन्ड लेभलबाट उहाँहरू उठ्नुभयो। अनि प्रभुले आज उहाँलाई एकदमै शक्तिशाली रूपमा प्रभुले प्रयोग गरिराख्नु भएको छ। उहाँ एउटा सङ्गीतकार मात्र होइन, एउटा सिङ्गर मात्र होइन, तर उहाँ एउटा पास्टरी सेवाकाईमा पनि हुनुहुन्छ। अनि उहाँले मण्डली पनि चलाइराख्नु भएको छ। अनि प्रभुले उहाँलाई पास्टरी सेवाकाईमा पनि शक्तिशाली रूपमा प्रयोग गरिराख्नु भएको छ। हामीले सुनिरहेका थियौँ कि उहाँहरूको चाँडै अब क्रिसमसमा डिसेम्बर फर्स्ट विकतिर पास्टर नाइजलको एउटा क्रिसमसको सङ आइरहेको छ। अनि तपाईँहरू सायद उहाँबाट युट्युबमा तपाईँले त्यो पाउनुहुन्छ। अनि पास्टर प्रज्वलको पनि चाँडै नयाँ एउटा गीत रिलिज हुन लागेको छ। अनि साथसाथै उहाँले भनिराख्नु भएको थियो कि हाम्रो म्युजिसियन्सहरूलाई जो म्युजिकको क्षेत्रमा इच्छुक हुनुहुन्छ, म्युजिक थ्रु प्रभुको सेवाकाई गर्न चाहनुहुन्छ है, उहाँले मिठो मिठो कुराहरू, धीरज हुनुपर्ने कुराहरू होइन, आफ्नो आइडेन्टिटीको कुराहरू, कलिङलाई बुझ्नुपर्ने कुराहरू है, अनि फेथफुल हुनुपर्ने कुराहरू, विश्वास योग्यताको जीवन जिउनुपर्ने कुराहरू,
अनि अति नै प्रभावशाली कुराहरू उहाँहरूले भनिराख्नु भएको थियो। म आशा गर्छु तपाईँहरूले यो कुरोहरू सुन्दै गर्दाखेरि सङ्गीतको क्षेत्रमा भएका जति पनि हुनुहुन्छ है, तपाईँहरू जवानीहरू विशेष तपाईँहरू हुनुहुन्छ, तपाईँहरूको निम्ति ठुलो उत्साह बनेको छ भन्ने मेरो विश्वास छ। अनि म यही कुरो भन्न चाहन्छु, कुनै पनि प्रतिभा यदि प्रभुको हातमा छ भने त्यो शक्तिशाली हुन्छ। कुनै पनि सुरुवात यदि प्रभुको हातमा छ भने त्यो कमजोर हुँदैन, त्यो शक्तिशाली हुन्छ। तपाईँ विशेष युनिक हुनुहुन्छ है, तपाईँलाई प्रभुले स्पेसल कुरोको निम्ति छान्नु भएको छ, चुन्नु भएको छ। तपाईँको जीवनमा स्पेसल गिफ्ट प्रभुले तपाईँलाई दिनुभएको छ। प्रभुको महिमाको निम्ति त्यसलाई प्रयोग गर्नको लागि खडा हुनुहोस्। परमेश्वरको आत्माले तपाईँलाई सहायता गर्नुहुनेछ। अनि फेथ फाइल तपाईँले हेरिराख्नु भएको छ, म तपाईँलाई निवेदन गर्न चाहन्छु, हाम्रो फेथ फाइलको उद्देश्य यही हो कि हाम्रो जति पनि इसाई जगतमा भएको प्रभुको जनहरू, प्रभुको लोकहरू छ, जसले प्रभुको सेवाकाईहरू कतिजना गरेर प्रभुको घरमा जानुभएको छ भने, कतिजना अहिलेको दिनहरूमा पनि प्रभुको सेवाकाईहरू शक्तिशाली रूपमा गरिराख्नु भएको छ। र उहाँहरूले गरेको यो सेवाकाई, उहाँहरूको यो ठुलो कन्ट्रिब्युसन चाहिँ विलिन भएर नजाओस्, अनि त्यो चाहिँ आउँदै गरेको जेनेरेसनको हातमा हामी दिन सकौँ भन्ने यो एउटा ओरल डकुमेन्टेसन हामीले तयार गरेको हो। र मेरो निवेदन छ, तपाईँले यो एपिसोडलाई हेर्दै गर्दाखेरि कृपया तपाईँले यो एपिसोडलाई सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, ताकि यो धेरैभन्दा धेरै व्यक्तिहरूको जीवनमा अनि धेरैभन्दा धेरै मण्डलीमा यो कुरोहरू पुग्न सकोस् र उहाँहरूलाई पनि थाहा हुन सकोस् कि हाम्रो इसाई जगतमा प्रभुले चलाएको व्यक्तिहरूको कन्ट्रिब्युसन है, उहाँको कन्ट्रिब्युसनहरू मानिसहरूले थाहा गर्न सकोस्, अनि उहाँहरू पनि उत्साहित भएर सेवाकाईको यात्रामा उनीहरू पनि खडा हुन सकोस् है। यसको निम्ति म तपाईँलाई विशेष निवेदन गर्न चाहन्छु। र थ्याङ्क यू, तपाईँहरू हामीसित रहनुभयो। अनि हामी चाँडै फेरि पनि अर्को एपिसोडमा म तपाईँको अगाडि आउनेछु। यति बेला बिदा हुँदै गर्दाखेरि हामीले अघि एउटा मिठो भजनको विषयमा पास्टर प्रज्वल अनि पास्टर नाइजलले भनिराख्नु भएको थियो है। एउटा प्रभु भोजमा हामी गाउने गर्छौँ होइन, त्यो स्तुति होस् प्रभुको जय जयकार भन्ने गीत है। म उहाँलाई रिक्वेस्ट गर्नु पऱ्यो है, यो भजन उहाँले गीत गाउन लाग्नु भएको छ। म तपाईँहरूबाट बिदा चाहन्छु र फेरि पनि हामी नेक्स्ट एपिसोडमा यहाँहरूसित भेट गर्नेछौँ र मलाई बिदा दिनु होला। र हामी निश्चय नै तपाईँहरूले मेरो निम्ति अनि फेथ फाइलको लागि प्रार्थना गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। हुन्छ, यहाँहरू सबैजनालाई धन्यवाद। र पास्टर प्रज्वल अनि पास्टर नाइजललाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। र पास्टर प्रज्वल केही भन्न चाहनुहुन्छ अन्तमा बिदा हुँदै गर्दा? हजुर, यो बिदा हुँदै गर्दा फेरि विशेष त आदरणीय पास्टर बा हजुरलाई है एकदमै धन्यवाद, हामीलाई यो योग्यको सम्झिनु भयो अनि तपाईँको यो फेथ फाइल पोडकास्टमा हामीलाई बोलाउनु भयो। अनि हामी धेरै धन्यवादी छौँ, आभारी छौँ। र प्रभुले तपाईँको सेवाकाईमा, तपाईँको मिनिस्ट्रीमा, परिवारमा धेरै धेरै आशिष दिनुभएको छ। थ्याङ्क यू पास्टर नाइजलले विशेष गरी हाम्रो आदरणीय दादा विश्वासलाई एकदमै हृदयबाट धन्यवाद, अनि फेथ फाइल्सका सम्पूर्ण टिमलाई पनि म धन्यवाद दिन चाहन्छु, जोहरूले यो सम्झिनुभयो है हामीलाई, अनि मौका दिनुभयो। अनि विगत को कतिवटा एपिसोडहरू पनि हामीले हेरेर यति साह्रो आशिषित थियो। र विशेष गरी म विशेष गरी जतिजनाले हेरिराख्नु भएको छ यहाँहरूलाई पनि म बिन्ती गर्छु, तपाईँहरूले सेयर गर्नु नबिर्सिनु होला। थ्याङ्क यू। हामी पनि धेरै आशिषित बनेका छौँ तपाईँहरूको प्रेजेन्सले। तपाईँहरू आइदिनु भयो हाम्रो यो स्टुडियोमा है, र एकदमै राम्रो भयो, एकदमै राम्रो बातचित भयो है। अनि जुन चाहिँ एक्सपेक्टेसन थियो त्योभन्दा ज्यादा एकदमै हामीले तपाईँहरूबाट अब यहाँ त धेरैजनाले सोचिरहेको हुन्छ कि अब यो एउटा इन्टरभ्यू हुँदैछ, क्वेसन्सहरू पुरा मतलब सेट भएको हुन्छ, तर म तपाईँलाई फ्लोमा मैले सोधिरहेको थिएँ, फ्लोमा कतिवटा कुराहरू मैले तपाईँलाई सोधिरहेको थिएँ, तपाईँले बताइराख्नु भएको थियो, अनि म आफै पनि धेरै उत्साहित बनेको छु। थ्याङ्क यू है। हाम्रो दर्शकबिन्दहरू जति पनि हुनुहुन्छ जसले फेथ फाइललाई हेरिराख्नु भएको छ, तपाईँहरू आशिषित बन्नुभएको छ, उत्साहित बन्नुभएको छ, र थ्याङ्क यू सो मच। फेरि पनि हामी चाँडै अर्को एपिसोडमा हजुरहरूलाई भेट्नेछौँ। मलाई बिदा दिनु होला। जय मसीह। स्तुति होस् प्रभुको जय जयकार, स्तुति हो प्रभु
प्रभुको जय जयकार भुल्ने छैन म त्यो दृश्य प्रभु येशूको कल्वारी भनिने ठाउँमा उनी टाँगिएको हात पाउर शरीर उनको चोटले पूर्ण थियो हात पाउर शरीर उनको चोटले पूर्ण थियो मैले जाने ती सबै नारा मेरो आधारमा हो मैले जाने ती सबै नारा मेरो आधारमा हो भुल्ने छैन म त्यो वचन